सुरु गर्न लागेका छौँ, जो नेपालको विकास र उन्नतिको लागि सोच्ने र काम गर्ने मान्छेहरू हुनुहुन्छ। यो प्रोग्रामको उद्देश्य नै नेपालको बारेमा सोचेको, राम्रो विचार भएको र केही गर्नु चाहने मान्छेहरूलाई एक ठाउँमा ल्याउने हो। यो सेसनमा हामी देशको आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूको बारेमा कुराकानी गर्नेछौँ। अब यो सबै सुरु गर्नुभन्दा अगाडि आउनुहोस् हामी राष्ट्रगानबाटै सुरुवात गरौँ। थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र अचल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद सबैलाई राष्ट्रगान सुन्देकोमा। म मेरो इन्ट्रोडक्सन पनि दिन चाहन्छु। मेरो यो डिस्कर्डमा चाहिँ नाम भृकुटी हो र म अलिकति यता अर्गनाइजेसनतिर म्यानेजमेन्ट गर्दैछु यो डिस्कर्ड ग्रुपमा है। अनि आजको होस्ट पनि। हाम्रो आजको प्रोग्राममा मोडरेटरहरू चाहिँ वीरभद्रजी अनि वुल्फीजी हुन्। अनि अब हामी हाम्रो आजको विशेष गेस्टको बारेमा छोटो इन्ट्रोडक्सन गरौँ। स्वागत नेपाल जी। स्वागत नेपाल एक PhD विद्वान, एक चर्चित वकिल र न्यायको लागि एक प्रबल एडभोकेट हुनुहुन्छ। उहाँ कानुनी परिवर्तनको लागि अगाडिको पन्थीमा लड्नुहुन्छ। राइट टु रिजेक्ट एन्ड रिकल जस्ता सार्वजनिक हितका मुद्दामा लड्नुहुन्छ र सेक्सुअल अब्युजका सर्भाइभर्सको पक्षमा डिफेन्ड गर्नुहुन्छ। अदालत बाहिर उहाँ एक सम्मानित राजनीतिक विशेषज्ञ पनि हुनुहुन्छ र साहित्य, सङ्गीत र कलाका एक गहरी प्रेमी पनि हुन्। अब म माइक वीरभद्रजीलाई ह्यान्ड ओभर गर्दैछु। उहाँबाट सुरुवात गरौँ। एन्जोय। स्वागत सर, नमस्कार। र फेरि पनि स्वागत छ हजुरलाई हामी राष्ट्रवादी युवाहरू बीच। र सयौं युवा आज पनि अस्पतालको बेडमै छन्। आज उनीहरूको माग र एजेन्डामा कुनै चर्चा भएको देखिँदैन र नवनिर्मित सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र उहाँको चुजन क्याबिनेटले पनि जेनजीका सबै माग पुरा गर्न सक्दैनौँ भनी पनि सक्नुभयो। हामी फर्केर इतिहास हेर्छौँ भने हरेक विद्रोह पश्चात पुरानो व्यवस्था र संविधान फाल्ने अभ्यास देखिएको छ, तर यसपालि यो पद्धतिको अभ्यास भएको देखिँदैन। स्वागत सर। नेपालको अहिलेको संविधान निलम्बन हजुरको एक प्रमुख माग रहेको छ। संविधान सभाबाट पारित त्यो संविधान निलम्बन हुनुपर्छ भन्ने जेनजीले बुझ्नुपर्ने किन जरुरी छ? धन्यवाद वीरभद्रजी लगायत सबै साथीहरूलाई आभार व्यक्त गर्छु, धन्यवाद ज्ञापन गर्छु मलाई आज इन्भाइट गर्नुभएकोमा। सबैभन्दा पहिला हामीले राष्ट्रगानबाट सुरु गऱ्यौँ। सयौं फुलका थुङ्गा हामी एउटै माला नेपाली, सयौं थुङ्गा फुलका हामी। यो राष्ट्रगान हामीले सुरु गर्दाखेरि त्यहीँबाट राष्ट्रवादिता देशभक्तिको प्रसङ्ग सुरु गर्नुपर्छ जस्तो लाग्छ। जस्तो मेची महाकाली भनिएको छ हाम्रो राष्ट्रगानमा। के नेपाल मेची र महाकालीको बिचमा मात्रै छ? होइन। राष्ट्रवादिताको प्रश्न यसरी उठ्छ, राष्ट्रियताको प्रश्न यसरी उठ्छ। किनभने हाम्रो महाकाली भन्दा पश्चिममा पनि चाँदनी र दोधारा दुईवटा त्यति बेलाका पालिकाहरू थिए, अहिले पनि छन्। मेची र महाकाली भित्र मात्रै नेपाल होइन, तर राष्ट्रगानले मेची र महाकाली मात्रै भनेको छ। यो बाहिर पनि त्यति मात्र होइन, राष्ट्रगान कसरी संसारमा लेखिन्छ। जस्तो अमेरिकाको अहिलेको राष्ट्रगान ओसी क्यान यु सी द स्प्याङ्गल्ड ब्यानर, यहाँहरू सबैले सुन्नु भएको छ। फ्रान्सिस स्कट कीले यो 1843 मा जब कोलेसन ट्रुप्सले आफ्नो देशमाथि आक्रमण गरिरहेको बेलामा धुवाँभित्र हराउन लागेको अमेरिकाको झन्डा देखेर उनीहरू एकदमै चिच्याएर कराउँदाखेरि एउटा आवाज निस्कियो मुखबाट। त्यो आवाज थियो ओसी क्यान यु सी
भन्दै भन्दै उहाँले एनाक्रोन टु हेभन भन्ने छन्दमा लेख्नुभयो त्यो राष्ट्रगान हामीले सुरु गर्दैखेरि त्यहाँ देश छैन, त्यहाँ नेपालको वास्तविक पहिचान छैन। राष्ट्रगानको लेखन संसारमा विभिन्न चरणबाट त्यो कुनै लेखकले नलेखिकन, जस्तो कि रसाको राष्ट्रगान मजदुरहरूले यत्तिकै सुस्केर हालेर गाउँदा गाउँदै तयार भएको हाम्रो लोकगीत जस्तो अनरिटन, हाम्रो यो चाहिँ अनरिटन नै हो अहिले हामीले कुरा गरिरहेको। अनरिटन नेपाल साहेब के भन्नुभएको छ, अनरिटर्न फर्ममा आएका छन् धेरै राष्ट्रगानहरू। हामीले राष्ट्रगानभित्र पटाउनु पर्थ्यो टिस्टा टु काङ्गडा, यो राष्ट्रगान त्यस कारण पुरा हुन सकेको छैन। अब अघिको प्रश्नमा म प्रवेश गर्न चाहन्छु। हामीले संविधान अहिले लामो सङ्घर्षबाट प्राप्त गऱ्यौँ भन्नुभएको छ। संविधान प्राप्त गर्दाखेरि कसरी कसरी भएका छन् त्यो एउटा थोरै बुझ्न पर्छ जस्तो लाग्छ। जस्तो कि हामी कहाँ एउटा संविधान 2004 सालको नेपाल सरकार वैधानिक कानुन भन्ने थियो, पहिलो संविधान मानिन्छ नेपालको। त्योभन्दा पहिला पनि कानुनहरू चाहिँ थिए। त्यसो त संविधानको रूपमा संसारमा दण्ड र पुरस्कारको व्यवस्था गरेको लिगल डकुमेन्ट यो पृथ्वीकै सबभन्दा पहिलो नेपालमा थियो, त्यो थियो मनुस्मृति। त्यसका केही पोजिटिभ पक्ष छन्, केही नेगेटिभ पक्ष छन्, तर यो पृथ्वीकै सबैभन्दा पहिलो दण्ड विधानको व्यवस्था गरेको, जसलाई संविधान मान्न सकिन्छ, दण्डको र पुरस्कारको व्यवस्था गरेको पहिलो। आज हामी संसारको सबैभन्दा कान्छो संविधानको अभ्यास गर्दैछौँ अहिले भइरहेको। तर संविधान नै भनेर 4 सालमा आएको संविधानलाई एउटा क्रान्ति भयो त्यो बेला। त्यो क्रान्ति भएपछि त्यो क्रान्तिले 4 सालको संविधान हटाउने र अनि क्रान्तिकारीहरूको माग बमोजिमको संविधान बनाउने, क्रान्तिकारीहरूको माग बमोजिमको सरकार बनाउने भनेर आन्दोलन भयो। त्यो आन्दोलनले एउटा सम्झौतामा पुगेर टुङ्गियो। सम्झौतामा टुङ्गिएपछि आन्दोलनकारीले भने अनुसारको सरकार चाहिँ पहिला गठन भयो। त्यो सरकारले के निश्चित गर्यो भने अब यसपछि हुने सरकारहरू पहिलाको संविधानलाई छोडेर नयाँ संविधान बमोजिम गठन गर्ने भनेर कन्फर्म गरेर भइरहेको संविधानलाई जेरो बनायो। अनि अन्तरिम शासन विधान 2007 भन्ने ल्यायो। त्यो इन्टरिम कन्स्टिट्युसन हो। त्यो इन्टरिम कन्स्टिट्युसन त्यति बेलाको क्रान्तिमा पनि लागू भयो, पुरानो अन्त्य भयो, निलम्बन गरियो। अर्को 2019 सालमा एउटा संविधान आयो। त्यो संविधान पनि अन्त्य गर्ने भनेर फेरि केही एउटा आन्दोलन भयो। त्यो आन्दोलनपछि पनि 2046 साल चैत्र 26 गते राति 11:26 जाँदा दरबारमा त्यति बेलाको 7वटा कम्युनिस्ट पार्टीहरू, 7 वाम मोर्चा र नेपाली कङ्ग्रेस अनि राजाका प्रतिनिधि बसेर एउटा सहमति गरियो। त्यो सहमति रेडियोमा फुकेर सुनाइयो अनि संविधानलाई तत्काल निलम्बन गरियो र नयाँ चुनाव, पहिलाको संविधान भन्दा अर्कै चुनाव गरियो। पहिलाको संविधान बमोजिम गरिएन। अब त्यो संविधानलाई पनि अन्त्य गरेर नेताहरूले धेरै मान्छेहरू मारे र 62-63 मा भएको विद्रोहपछि अर्को नयाँ संविधान ल्याउनका लागि भनेर पहिलाको संविधान निलम्बन गरियो। अनि एउटा सानो घोषणा तयार गरियो र आन्दोलनकारीले भने बमोजिमको सरकार गठन गर्नलाई सरकारका लागि निर्वाचन भयो। अब अहिले भएको जेन्जी विद्रोह जो ऐतिहासिक युगान्तकारी विद्रोह छ, यो युगान्तकारी विद्रोह हो भनेरै मान्यता दिएनन्। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, वरिष्ठ भनिएका वकिलहरू, विश्लेषकहरू कसैले पनि यो युगान्तकारी परिवर्तन हो भन्ने मान्यता नदिएको प्रमाण के हो भने युगान्तकारी परिवर्तनमा पहिलाको संविधानलाई निलम्बन गरिन्छ अनि नयाँ संविधान लिएर आइन्छ। त्यो नयाँ संविधान नआउन्जेलसम्मका लागि एउटा घोषणा तयार गरिन्छ। त्यो घोषणा भन्दा अगाडि जाने हो भने अन्तरिम शासन विधान वा अन्तरिम संविधान ल्याइन्छ। अहिले मात्रै पहिलो पटक यस्तो भयो जहाँ न अन्तरिम शासन विधान ल्याइयो न अन्तरिम संविधान ल्याइयो। तर पहिला चाहिँ चुनाव नगरिकन डाइरेक्ट आन्दोलनकारीका तर्फबाट संसदमा सांसद बनाएर ल्याइन्थ्यो। 62-63 मा चुनाव नगरिकन 83 जना माओवादीलाई सांसद बनाएर ल्याइयो। एमाले र उसमा कङ्ग्रेसमा पनि थपियो। अहिले चाहिँ चुनावबाट आउनुपर्छ भनियो। अब अहिले फेरि अर्को के गरियो भने पहिलाकै संविधान अनुसारको नै चुनाव हुन्छ, तिमीहरूले भने जस्तो हुँदैन भनेर जेन्जीहरूलाई भनियो। अब आफूले भने बमोजिम हुनुपर्छ, त्योभन्दा पहिला 7 सालको, 46 सालको, त्यसपछिको 62-63 को भन्दा यो चाहिँ कन्फर्म सबै ठाउँमा जेन्जी पुस्ताकै साथीहरू हुनु पर्थ्यो। त्यो हरेक ठाउँको डिजीदेखि लिएर भन्सारको अधिकृतदेखि लिएर, मतलब मैले भन्न खोजेको
कस्टम उठाउने ठाउँसम्म जेएनजीहरूको निगरानीमा हुनुपर्थ्यो। यस्तो भएको छ विश्वका धेरै मुलुकहरूमा। यहाँ योभन्दा पहिला अघि मैले भनेको 7 को 46 सालको 62-63 को कुनै पनि आन्दोलनकारीले जितेको होइन, त्यो चाहिँ सम्झौतामा पुगेर टुङ्गिएको। 7 सालमा त्रिपक्षीय सम्झौता भयो, कङ्ग्रेस, राणा र अनि त्यसपछि अरू प्रतिनिधिहरू त्यसमा थिए। 46 सालमा पनि 7 वाममोर्चा नेपाली कङ्ग्रेस र दरबार बीचमा सम्झौता भयो, सम्झौतामा टुङ्गियो, कसैले जितेको थिएन। 7 मा पनि जितेको थिएन, किनकि 7 को आन्दोलनपछि राणा नै प्रधानमन्त्री थिए, मोहन शमशेर। 46 सालको आन्दोलनपछि राजाका प्रतिनिधिहरू पनि पञ्चायतका प्रतिनिधिहरू पनि नै एउटा सहमतिमा पुगेर टुङ्ग्याए। अहिले जस्तो देशै छोडेर भाग्न पर्ने सम्मको अवस्था, हेलिकप्टर लिएर भाग्नु पर्ने सम्मको अवस्था कुनै आन्दोलनमा नेपालमा भएको थिएन। त्यो सबै सम्झौतामा थियो, टुङ्गिएको। यो चाहिँ जितेको थियो। अब जितेको ठाउँमा चाहिँ यसरी हराइयो। न संविधान निलम्बन भयो, न आन्दोलनकारीले भने अनुसारको चुनाव हुँदैछ। यो त सांसदकै खरिद बिक्रीबाट अनि प्रधानमन्त्री छान्नका लागि चुनाव हुँदैछ। अब यसको म चुनाव पछाडि के हुन्छ, वा चुनाव हुन्छ हुँदैन, वा हुन दिनुहुन्छ हुँदैन भन्ने कुरा चाहिँ अहिले पछाडि आउँछु। तर तत्काल चाहिँ यो संविधान हामीले जुन बचाउन भनेर भन्यौँ, यो बचाउन खोज्दाखेरि हामीले भ्रष्टाचारीहरूलाई र भ्रष्ट संयन्त्रलाई चाहिँ बचायौँ। किनकि हामीले भ्रष्टाचारी हो भन्ने चिनेर रामचन्द्र पौडेलको घर जलायौँ। अनि भ्रष्टाचारीसँगै गएर सुशीला कार्की र ओम प्रकाश अर्यालहरूले शपथ ग्रहण गरे। हामीले यो अहिलेको संविधान बचाउने नाममा भ्रष्ट व्यवस्था बचायौँ। यसको पनि म विस्तृतमा पछि बताउँछु, साथीहरूबाट क्वेसनहरू आयो भने। तर कुनै पनि संविधान योभन्दा पहिलाको सम्झौताबाट आएका थिए, भएको थियो। ती संविधानहरूमा पूर्ण रूपमा विदेशीहरूको चाहिँ इन्टरभेन्सन थियो। त्यो इन्टरभेन्सन इन्भाइटेड इन्टरभेन्सन थियो। अहिले हामीलाई जसरी यो संविधान एकदमै चलाउन छुन नहुने गरिकन बरु मान्छे मरे मरोस् तर संविधान चाहिँ बचाउनु पर्छ भनेर गलत ढङ्गले बुझाए यी केही पूर्व प्रधान न्यायाधीश वकिलहरू लगायतले। यो गलत थियो। यसैले नेपाली जेनजी साथीहरूले खोजेको समाधान संविधानभित्रबाट थिएन, संविधान बाहिरबाट थियो। किनकि संसदमा भएका सांसदहरू मध्येबाट मात्रै प्रधानमन्त्री बन्न पाइन्छ भन्ने कुरो संविधानमा छ। तर हामीले कुनै पनि सांसदलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका थिएनौँ। हो, त्यो हाम्रो चाहना चाहिँ संविधानभन्दा बाहिरको थियो। यसको अर्थ के हो भने हामीले संविधान बचाउन खोजेका थिएनौँ, संविधानभन्दा बाहिरबाट हामीले समाधान खोजेका थियौँ। त्यसैले यो पृथ्वी रौन्जेल, यो संविधान रौन्जेल, सांसद नभएको मान्छे प्रधानमन्त्री कहिल्यै हुन मिल्दैन भविष्यमा पनि भनेर दुई पटक सुशीला कार्की आफैले लेखेर सही गरेर नेपाली जनतामाथि उहाँले लाद्नु भएको थियो, जारी गर्नु भएको थियो। पहिला त्यसलाई सबैले स्वागत गरेका थिए। अहिले उहाँ आफै संविधानभन्दा बाहिरबाट हुनुभयो। संविधानभन्दा बाहिरबाट प्रदेश खारेज गर्नुपर्ने पनि माग थियो, त्यो पनि संविधान जोगाउने माग थिएन। संविधानभन्दा बाहिरको समाधानको अबको प्रक्रिया हो भनेर भन्नुभएको थियो। आन्दोलनको अभिव्यक्ति त्यो थियो। यसैले संविधान कानुन हामीले जे बनाए पनि त्यो समाजका लागि, नयाँ पुस्ताका लागि साँच्चै उपलब्धिमूलक छैन भने त्यसलाई व्यवहारत अन्त्य गरिसकेको हुन्छ। हामीले 31 सालमा 51 जनाभन्दा बढी जन्ती जान नपाउने एउटा कानुन ल्याएको थियो नेपाल सरकारले। तर कुनै पनि विवाहमा 51 भन्दा बढी जन्ती नभएको थिएन। तर त्यो कानुन बमोजिम 51 जनाभन्दा बढी जन्ती लगेकोमा पञ्चायत कालमा एकचोटि राजाकै मन्त्री दिलबहादुर श्रेष्ठ भन्नेलाई धरानबाट पक्राउ गरिएको थियो। त्यो बाहेक कहीँ पनि लागू भएन। त्यो भनेको समाजको प्रकृति के छ अनि कानुन हाम्रो के छ। अहिले हाम्रो समाजले, हाम्रो देशले प्रदेशको यो भ्रष्टाचार धान्नै नसक्ने स्थिति छ। धान्नै नसक्ने स्थिति भएको हुनाले अब यो संविधान काम छैन भनेर जेनजी साथीहरूले भन्नुभएको, संविधानभन्दा बाहिरबाट समाधान खोज्नु भएको र यसको अर्थ संविधानको केही पनि छैन, यो लामो भयो होला भनेर मैले छोट्याउनलाई अहिले चाहन्छु। साथीहरूको प्रश्न आयो भने म त्यसमा जोड्नेछु। धन्यवाद। स्वागत सर। एउटा प्रश्न मेरो मनमा लामै समयदेखि आइरहेको छ कि यो 62-63 को जनआन्दोलन पछि अन्तरिम सरकार बन्यो। अन्तरिम सरकार सँगसँगै अन्तरिम संविधान आयो। त्यसले चाहिँ अहिलेको 72 को संविधान सभाको मार्फत अहिले 2072 को संविधानको निर्माण गर्यो। यो समयक्रममा चाहिँ कतिपय मुद्दाहरू, जनआस्थाका मुद्दाहरू चाहिँ सम्बोधित भएका छैनन्। जस्तै के देखिन्छ भन्दाखेरि
अहिलेका विद्यमान जति पनि पोलिटिकल पार्टिजहरू छन् उनीहरूले चाहिँ आफ्नो आइडियोलोजीलाई सकेसम्म एक हिसाबले सोसाइटीमा लाद्न खोजेको र त्योभन्दा पृथक अथवा त्योभन्दा अलिकति फरक आइडियोलोजी राख्ने व्यक्तित्वहरूलाई चाहिँ ब्यानिस गर्न खोजेको जस्तो देखिन्छ। अब हामीले हिजो कि अस्ति छाडिको नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीज्यूको राष्ट्रको नाममा सम्बोधनबाट पनि सुन्यौँ कि जेनजी हामी वर्गले उठाएका कतिपय मागहरू उहाँले सम्बोधन नगर्ने मनस्थितिमा यो सरकार रहेको छ भनेर जनाउनु भयो। अब अहिले चाहिँ हाम्रो जेनजी जति पनि साथीभाइहरू हुन्छ उहाँहरू चाहिँ एकदमै अन्यलको स्थितिमा हुनुहुन्छ। अब हाम्रो उमेर समूहले कुरा गर्ने नै हो भने राज संस्थालाई प्रत्यक्ष रूपमा कहिले पनि देखेन, तर यो राज संस्थाको कुरा चाहिँ ६२-६३को आन्दोलनपछि पनि स्वस्फूर्त रूपमा आइ नै रहेको थियो। हजुरले चाहिँ राजावादी हुँदैन राज संस्था हुन्छ भनेर भन्नुभएको छ। राजावादी र राज संस्थामा के फरक छ र नेपाली किन राजावादी होइन राज संस्थावादी हुनुपर्छ, यसमा केही प्रकाश पारिदिनुहुन्छ कि? धन्यवाद। फेरि पनि अलिकति म्युट हुन पुगेको रहेछ। म यो प्रश्नका लागि विशेष आभार व्यक्त गर्छु, किनभने धेरै धेरै जेनजी साथीहरूले मात्रै होइन, यो विश्वविद्यालयका प्राध्यापकहरूले पनि बुझ्न जरुरी छ, अघिल्लो पुस्ताका राजनीतिज्ञ भन्नेहरूले पनि राजनीतिक कर्मीहरूले पनि बुझ्न जरुरी छ। राणाहरू राजा विरोधी थिए। हेर्नुहोस् है, अत्यन्त प्रष्ट हुने उदाहरण, राणाहरू राजा विरोधी थिए, राजालाई खोपीमा राखेका थिए। उनीहरू राजा विरोधी हुँदा हुँदै पनि राज संस्थावादी थिए। राजा यो देशका लागि चाहिन्छ भन्ने उनीहरूले बुझेका थिए। त्यो के हो भने उनीहरूले चाहेको भए राजाको श्रीपेज आफै खोसेर लाउन सक्थे, तर उनीहरूले त्यसो गरेनन्। उनीहरूले आफ्नो श्रीपेज बेग्लै बनाएर लगाए। उनीहरूले आफ्नो लागि राष्ट्र एउटा सलामी अर्पण गर्ने जुन राजालाई गीत हुन्थ्यो, त्यो गीत राजाको बेग्लै, श्री 3 महाराज भन्ने प्रधानमन्त्रीको बेग्लै थियो। सेनाको टुकडीले सलामी दिँदाखेरि पनि बेग्लै बेग्लै गरे उनीहरूले, मुकुटदेखि लिएर गानसम्म। उनीहरूले राजा किन बचाउनु पर्छ देशका लागि भनेर सोचे। यहाँबाट राजा त्रिभुवनको परिवारै इन्डियातर्फ जान बाध्य बनाइदिएको अवस्थामा पनि मामा घर जानुभएको महाराज ज्ञानविक्रम साहदेव सरकार पछि उहाँ 3.5 वर्षको उमेर हुँदाखेरि मामा घरबाट लिएर आएर गद्दीमा राखे। अब राजपरिवारै इन्डियातर्फ गयो। अब राजपरिवार अन्त्य गर्ने भने राजपरिवार जरुरी छ भने, तर राजाको चाहिँ जहिले पनि बदख्वाई गर्ने, राजालाई अपमानित गर्ने, राजालाई जनता बीचमा अलोकप्रिय बनाउने, राजाको विरोध गर्ने राजा विरोधी थिए, तर राज संस्थावादी थिए। मलाई लाग्छ क्लियर भयो यसबाट। अब हामीले यो राज संस्थावादिता नेपालको के हो? राज संस्था भएका देशहरू धेरै छन् विश्वमा। अहिले संयुक्त राष्ट्र सङ्घले अफिसियल्ली मान्यता दिएको अरू स्वाजिल्यान्डहरू जस्ता सामान्य देशहरू छोडेर 19वटा देशमा चाहिँ राज संस्था अफिसियल्ली हेड अफ द स्टेटको रूपमा युएन म्याग्नामिटहरू समेतमा सहभागी हुने गरेको लिस्ट हेर्नुभयो भने देख्नुहुन्छ। तर राजा नभएको देशहरू जति छन्, गणतन्त्र भनेको रिपब्लिक द्याट इज ओन्ली एन एब्सेन्स अफ द मोनार्क, किङ एब्सेन्स हुने कुरा मात्रै हो। अब गणतन्त्र अमेरिका पनि हो, गणतन्त्र चाइना पनि हो, गणतन्त्र नेपाल पनि हो। तर के नेपाल, चाइना, अमेरिकामा एउटै व्यवस्था छैन। त्यसकारण गणतन्त्र स्वयंमा व्यवस्था होइन। अब राजा भएका देशहरू भुटानमा, बेलायतमा, स्पेनमा एउटै व्यवस्था छ र छैन। राजनीतिक प्रणाली फरक कुरा हो। हामीले राज संस्था मुलुकका लागि किन चाहिन्छ भन्ने कुरा योभन्दा धेरै अर्को क्वेसनमा म आउनेछु, त्यो अन्तर्सम्बन्धित छ जस्तो लागेको छ। तर अघिल्लोमा संविधान निलम्बन हुनु चाहिँ किन पर्छ भन्ने एउटा थियो, अत्यन्त जरुरी। म त्यसमा जोड्न चाहन्छु। त्यो के हो भने अहिले यो संविधान बमोजिम चुनाव हुँदाखेरि प्रधानमन्त्री चुनावबाट निर्वाचित भएर आएका सांसदको खरिद बिक्रीबाट बन्ने हो, हामी जनताले डाइरेक्ट भोट हालेर बनाउने होइन। एक। दोस्रो, यो आउँदै गरेको चुनाव हामीले हुन दियौँ भने, हामी त्यो सोच्छौँ भने त्यो चुनावमा हामीले भने बमोजिमको जनताले प्रधानमन्त्री छान्ने, डाइरेक्ट इलेक्ट गर्ने व्यवस्था संविधानमा राख्नलाई हामीलाई कतिजना सांसदहरूको सहमति चाहिन्छ? 184 जनाको चाहिन्छ। 184 जना हामीलाई चाहिन्छ, त्यतिले मात्रै संविधान संशोधन गर्न सक्छौँ, साधारण बहुमतले होइन। अब चुनावबाट हामीले कतिजना चुन्दैछौँ? जम्मा चुनाव हुँदैछ 165 जनाको, हामीलाई चाहिन्छ 184 जना। त्यो 165 मा संसारमा कहीँ हुँदैन कुनै एउटा समूहकोले मात्रै देशको सबै निर्वाचन क्षेत्र जित्छ भन्ने। सबै जितेछ, पुरानोहरूको एउटा पनि जितेन भने पनि हामीलाई पुग्दैन। अब
ल पुगेछ मानौ, पुग्यो भने पनि त्यसपछि त्यसलाई राष्ट्रिय सभाले पास गर्नुपर्छ। संविधानमा त्यही छ। राष्ट्रिय सभामा अहिले जेनजी हामी कसैले भोट हालेको मान्छे हुँदैन, पुराना दलकाले मात्रै हालेको हुन्छ। किनकि गाउँपालिकाको, नगरपालिकाको र प्रदेश सभाका सांसदहरू पालिका प्रमुख उपप्रमुखको भोटबाट राष्ट्रिय सभाका सांसद चुनिन्छन्। हेर्नुहोस् है, अब हो त्यो त जेनजीको भोटलाई अगाडि बढाउन सक्छ। यो संविधानले हामीलाई कहाँ काम गर्न दिन्छ? अब ल ठिक छ, चुनाव भयो, चुनाव भइसकेपछि यो संविधान बमोजिम हुने चुनावबाट चुनिएका मान्छेले कति वर्ष काम गर्छन्? 5 वर्ष। त्यो 5 वर्ष तपाईँ हामी चुपचाप लागेर बस्नुपर्छ। 5 वर्षका लागि चुनाव भएको हो नि त। अब हो त्यो चुनिएर आउने मान्छेले जनताबाट प्रधानमन्त्री चुनिनुपर्छ भनेर पास गर्यो भने मात्रै त्यो व्यवस्था लागु हुन्छ, नभए हुँदैन। यसैले संविधान तत्काल निलम्बन गर्यो भने उनीहरूलाई चाहिएको चाहिँ पहिला 83 जना माओवादी सांसदहरू चुनाव नगरी आउने, अहिले चाहिँ चुनावबाट आऊ भन्ने। यसैले यसलाई निलम्बन गर्नुपर्छ। धन्यवाद। सरी स्वागत सर। हजुर त संविधान पढ्ने पढाउने विधायकी मनसायलाई व्याख्या गर्ने मान्छे, केही कुरा नै छैन। तर के नेपालमा साँच्चै राज संस्थाको आवश्यकता छ त? साथै हजुरले भनि नै सक्नुभयो किन अहिलेको अन्तरिम सरकार वा चुनावपछि आउने सरकारले जेनजी युवाहरूको माग सम्बोधन गर्न सक्दैन भनेर। भने के राज संस्थाको पुनरागमनले जेनजी युवाहरूको मागहरू कसरी सम्बोधन गर्न सक्छ? धन्यवाद। राज संस्था संविधानमा छैन, तर राज संस्था चाहन्छु भन्नुभयो। यो कन्स्टिट्युसनल छ र भनेर भन्न खोज्नु भएको हो जस्तो पनि लाग्यो। हो के भने संविधानमा नभएको कुरा संवैधानिक कति बेला हुन्छ? संविधानमा कुनै पनि कुरा उल्लेख नभएको कुरा त्यसपछि वैधानिक कसरी हुन्छ? हो, यो प्रिन्सिपललाई द ग्रन्डम थ्योरी भन्छ। ग्रन्डम थ्योरी चाहिँ जस्तो 47 सालको संविधान अन्त्य गरेर गणतन्त्र ल्याउन पाइनेछ भनेर 47 सालको संविधानमा लेखिएको थिएन, तर ल्याइयो कसरी? 47 सालकै संविधानमा बहुदलीय व्यवस्थाको प्रावधानहरू थियो, तर त्योभन्दा पहिलाको 19 सालको संविधानमा बहुदलीय व्यवस्थाको प्रावधान थिएन, त्यो प्रोभिजन्सहरू थिएन। संविधान 47 को आउनलाई 19 सालको संविधानमा बहुदल ल्याउन पाइन्छ भन्ने कुरो लेखेको थिएन नि। तर कसरी बहुदल वैधानिक भयो? हो, यो भनेको द स्पिरिट द्याट इज एक्सप्रेस्ड अन द स्ट्रिट थ्रु द पिपल्स मुभमेन्ट। जनआन्दोलनद्वारा सडकमा अभिव्यक्त जनताको स्पिरिटको महत्व, त्यसको भ्यालिडिटी कन्स्टिट्युसन भन्दा माथि हुन्छ भन्ने मान्यतालाई ग्रन्डम थ्योरी भन्छ। हो, यो ग्रन्डम थ्योरी अनुसार यी बुढाहरूले गरेको आन्दोलनमा चाहिँ 7 सालमा पनि अन्तरिम शासन संविधान ल्याउने, त्यही थ्योरी अनुसार 47 सालमा पनि 19 सालको संविधानलाई अन्त्य गरेर ल्याउने, 62-63 मा पनि ग्रन्डम थ्योरी अनुसार आन्दोलनले मागेका कुराहरूलाई संविधान बमोजिम हुनुपर्छ नभनिकन संविधान बचाउने होइन, आन्दोलनको भावना बचाउने सिद्धान्तलाई ग्रन्डम सिद्धान्त भन्छ। त्यो सिद्धान्त लागू हुने। अहिले तपाईँ हामीले गरेको आन्दोलनमा चाहिँ त्यो सिद्धान्त लागू नहुनाको कारण के हो? एउटै कारण हो, तपाईँ हामीलाई हेपिएको। तपाईँ हाम्रो रगतमा पौडी खेल्दै गएर प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा यिनीहरू बसेका हुन्, पूर्व प्रधान न्यायाधीश वकिलहरू। यिनीहरूलाई संविधान बचाउनु छ, किनभने ती वकिलहरूलाई भोलि न्यायाधीश हुनु छ। स्वागत नेपाललाई त्यो हुनु छैन। त्यसैले भन्छ यो ग्रन्डम थ्योरी योभन्दा पहिला चाहिँ लागू भयो, अहिले भएन। किनकि तिमीहरू विदेशी योजना बमोजिम यही विदेशीले लादिदिएको संविधान अगाडि बढाउन चाहन्छौ र आफू पदमा बस्न पुग्न चाहन्छौ। यसैले राज संस्था संविधानमा नभए पनि त्यो भ्यालिड हुन्छ र भ्यालिडिटी अफ द स्पिरिट अफ द मुभमेन्ट इज नट एक्सपेरिमेन्टेड इन एनी पार्लियामेन्ट अर इन एनी लेभल अफ द कोर्ट। हामीले कुनै तहको अदालतमा वा कुनै पनि संसदमा आन्दोलनको भावना वैधानिक थियो कि थिएन भनेर परीक्षण गर्न मिल्दैन, गर्न सक्दैनौ। त्यो आफै परीक्षित हुन्छ। तिमीलाई यो अहिले बेठिक भनेर भन्छौ, यति बेला आएर अर्को चुनाव गरेर चुनावपछि आएकाले जे गर्छन् त्यही हुनुपर्छ भनेर भन्छौ भने फेरि अस्तिको 24 गते जस्तो हुन्छ। अनि तिमी भन्दै गर तिम्रो कुरा, हाम्रो काम गर्दै गर्छौ भनेर आन्दोलनले, आन्दोलनको भावनाले भन्छ। यसो भएको हुनाले हामीले संविधानमा के छ भनेर हेर्न हुन्न। यो संसारभरिको ग्रन्डम थ्योरीको चाहिँ मान्यता हो। धन्यवाद। स्वागत सर। हजुर, यो हाम्रो जुन यो मुद्दा थियो नि हामी सबै जेनजीको, यसमा चाहिँ हामीले के भनेका थियौँ सुरु नैदेखि भन्दाखेरि भ्रष्टाचार निवारण त छँदैछ, त्यो साथसाथै हाम्रो एजेन्डा भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राइट टु रिकल, राइट टु रिजेक्ट, प्रदेश विघटन थियो। तीमध्ये अब यो नवनिर्वाचित सरकार, अन्तरिम सरकार, चुनावी सरकार, यसलाई हामीले जे संज्ञा दियौँ,
यो सरकारले चाहिँ तीमध्ये कुनै पनि कुरालाई एड्रेस गर्ने देखिँदैन। अब यदि नेपालमा राज संस्था राष्ट्र प्रमुख हुने हो भने जेनजीको यी एजेन्डाहरूलाई चाहिँ कसरी समेटेर अगाडि बढ्न सकिन्छ? साथसाथै यो राइट टु रिकल, राइट टु रिजेक्टको अवधारणा कतिपय हामी जेनजी पुस्तालाई थाहा होला नहोला, यसमा पनि केही हजुरले प्रकाश पारिदिनु होला। र यो सबै कुरालाई अगाडि अब संविधानमा समेटेर लैजान सकिन्छ कि सकिँदैन भन्ने कुरामा नि प्रष्टीकरण दिनु होला। एकदमै धन्यवाद। यो राइट टु रिकलको व्यवस्था चाहिँ सिधै हेर्नुभयो भने राजाबाट नेतृत्व गरिएको संविधान, नेपाल अधिराज्यको संविधान 2019 को धारा 37 को उपधारा 1 को खण्ड 6 मा राइट टु रिकलको व्यवस्था गरिएको थियो। सांसदहरूले जितेर गएपछि भनेको काम गरेनन् भने उनीहरूलाई प्रत्याह्वान, कानुनद्वारा प्रत्याह्वान गरिए बमोजिम सांसद पद अन्त्य हुनेछ भन्ने लेखिएको थियो। अब यसलाई कहिले पनि कानुन बनाउने काम त्यसपछि पञ्चायतको संविधान अन्त्य गरेपछि दलहरूले गरेनन्। त्यो नगरेपछि मैले आजभन्दा 13 वर्ष अगाडि राइट टु रिजेक्ट उम्मेदवारहरू दलहरूले उठाउँदा गुण्डा फटा बलात्कारीलाई बनाउने भएको हुनाले उम्मेदवारलाई नै बहिष्कारको भोट हाल्ने, रिजेक्ट हान्दिने, नन अफ द अबोभ भनेर हान्दिने र त्यो भोटिङ राइट भयो भने मात्रै वास्तवमा हामीले फटाहरू मध्ये कम फटा ठान्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सक्छौँ र उम्मेदवारलाई नै बहिष्कार गर्न सक्छौँ र एकचोटि बहिष्कारमा परेका उम्मेदवार अर्कोचोटि उम्मेदवार हुन पाउँदैनन्। संसारको अभ्यास यस्तो छ भनेर रिट हालेर त्यो कानुन बनाइ पाऊँ भनेर निर्देशनात्मक आदेश जारी गराएको हो। त्यो निर्देशनात्मक आदेश जारी हुँदा पनि अहिलेसम्म कानुन बनेन। अब अहिले यो गर्नुपर्ने छ। अब स्वागत नेपालले भनेको थियो 13 वर्ष अगाडि भनेर, अनि हामीले किन मान्ने भन्ने होला यिनको दिमागमा, किनकि त्यहाँ सर्वोच्च अदालतबाट म स्वयं समेतले जारी गराएको त्यो रिटका विरुद्ध बोल्नेहरू पनि अहिले मन्त्रीहरू छन्। उनीहरू हाँस्थे। मैले त्यति बेला यो कुरा गर्दाखेरि मलाई यिनीहरूले अब शब्द प्रयोग गर्न गाह्रो हुन्छ, यो चाहिँ मानसिक सन्तुलन ठिक भएन भन्नेसम्म अहिले मन्त्री छन्। त्यो बेला यो रिटको विरुद्धमा बोल्नेहरू मन्त्री छन्। अब यिनीहरूले गर्छन् मलाई यस्तो लाग्दैन। तर मुख्य कुरा भनेको के हो भने हामीले अग्रगमनतर्फ जानलाई, यो प्रतिगमन भन्दैछन्। हाम्री आमा हस्पिटलमा बिरामी भएर कोमामा हुनुहुन्छ, हस्पिटलबाट उताउतै सिधै आर्यघाट लगेर जलाउने कुरा चाहिँ अग्रगमन भन्दैछन् यिनीहरू। तर हस्पिटलबाट उपचार गराएर जुन बाटो गएको थियो त्यही बाटो फर्किएर आउनेलाई प्रतिगमन भन्दैछन्। हामी वास्तवमा अग्रगमनको कुरा गरिरहेका छौँ, उताउतै आर्यघाट लगेर जलाउने कुरा अग्रगमन होइन। अब अहिले हामीले नयाँ संविधानका लागि यी राइट टु रिकल, राइट टु रिजेक्ट तत्कालै यही निर्वाचनमा लागू गरेर त्यस्तो भोटिङ राइट हामी दिन्छौँ भनेर अनि आउने निर्वाचनमै सिधै जनताबाट प्रत्यक्ष निर्वाचित छान्ने गरिकन ब्यालेट पेपर तयार गरेर लागू गर्ने हो भने अहिलेको संविधानलाई निलम्बन गर्ने, त्यो निलम्बन गरेर एउटा घोषणा जारी गर्ने, त्यो घोषणामा जनताको जेनजी पुस्ताको आन्दोलनमा अभिव्यक्त भावना बमोजिम भनेर लेख्ने, त्यसलाई अङ्गीकार गर्दै आत्मसात गर्दै भनेर लेख्ने, त्यति लेखेर त्यो घोषणा बमोजिम खुरुखुरु काम गर्ने हो भने यो संविधान निलम्बन गर्यो भने मात्रै युवा पुस्ताको भावना समेटिन्छ, नत्र समेटिनेवाला छैन। नत्र के हुन्छ भने यहाँहरू धेरैलाई थाहा होला, यति धोका, यति तपाईँको षड्यन्त्र गरिएको छ, तपाईँ कल्पनासम्म गर्न सक्नुहुन्न कि हाम्रो अहिले नेपालमा भए जस्तै ठ्याक्कै योभन्दा अगाडि रोमानियामा भएको थियो। हेर्नुहोस्, रोमानियामा चाहिँ 1989 मा एउटा रिभोल्युसन भयो डिसेम्बरमा। त्यति बेला तपाईँको यति धेरै मान्छेहरू चाहिँ मारिए, राज्यको तर्फबाट पनि आन्दोलनकारीको तर्फबाट पनि। यो निकै क्षति पश्चात आन्दोलनले सफलता प्राप्त गर्यो, अन्तरिम सरकार गठन भयो, तर संविधान निलम्बन भएन। त्यसै गरिकन रोमानिया मात्रै होइन, इजिप्टमा यस्तै भयो। इजिप्टले त त्यो रिजनकै तपाईँको 4वटा मुलुकहरूको चाहिँ सरकार परिवर्तन गर्यो। त्यहाँ पनि एउटा धेरै ठुलो क्षति बिहोर्नु पर्यो, धेरै मान्छेहरू मारिए, फेरि अन्तरिम सरकार गठन भयो। अन्तरिम सरकार गठन भए पनि संविधान चाहिँ खारेज गरिएन। संविधान बचाउनुपर्छ भन्दै भन्दै अगाडि बढे। यता आएर तपाईँको सुडानमा त्यस्तै भयो। सुडानमा पनि धेरै ठुलो चाहिँ आन्दोलन भयो, त्यहाँ धेरै व्यक्तिहरूको चाहिँ हत्या भयो। तर अन्तरिम सरकारले के गर्यो भने पहिला नेपालमा जस्तै त्यो आन्दोलनमा कसले लुटपाट मचाए भनेर, कसले हत्या गरे भनेर, कसले त्यहाँ प्रहरीको राइफल खोसे भनेर पहिला त्यस्तो चाहिँ आयोग, त्यस्तो चाहिँ समिति बन्यो। अनि त्यसले खुरुखुरु आन्दोलनमा सहभागी भएकाहरूलाई हत्या गर्न थाल्यो, जेल हाल्न थाल्यो, क्रूर यातना दियो। तर हामी
युवा पुस्ताको भावना समेट्छौँ, उहाँहरूले भने बमोजिम गर्छौँ भनेर सरकारले यहाँ नेपालमा जस्तै त्यहाँ पनि वकिल र न्यायाधीशहरूले धेरै ठुलो षड्यन्त्र गरे र त्यो षड्यन्त्रबाट आन्दोलनमा गएकाहरूलाई चाहिँ फेरि ठुलो सङ्ख्यामा हत्या गरे, जेल हाले, यातना दिए। नेपालमा अहिले ठ्याङ्ग्राङ्गे त्यस्तो हुँदैछ, किनकि रामचन्द्र पौडेललाई 1 नम्बरमा पक्राउ गर्नु पर्थ्यो। उनले लगायत यी नेताहरूले 10 अर्ब 41 करोड रुपियाँ स्वास्थ्य उपचार भनेर खर्च लिएको, भ्रष्टाचार गरेको प्रमाणसहित मैले सर्वोच्च अदालतमा हालेको छु, म र अधिवक्ता राधिका चम्लागाई समेतले। अब यो अख्तियारको प्रमुख प्रेम राई भन्ने यिनी स्वयं भुटानी शरणार्थी काण्डमा चाहिँ योजना बनाउने मध्येका, यो भ्रष्टाचार गर्ने मध्येका एक हुन्। उनको पनि प्रमाणसहित मैले अदालतमा हालेको छु। अब यी मान्छेहरू नै अहिले प्रधानमन्त्री सुशीला कार्कीसँग बसेर हामी भ्रष्टाचार अन्त्य गर्छौँ भन्दैछन्। यसले के देखाउँदैछ भने तपाईँले यो संविधान कायम राखुन्जेलसम्म 5 जना न्यायाधीशले बालुटारको जमिन व्यक्तिका नाममा लगिदिएका हुन्। व्यक्तिकै नाममा लानु, मुई कायम गर्नु भनेर अहिले धेरै सेलिब्रिटी न्यायाधीशको रूपमा हाम्रो चाहिँ एकजना केसी श्रीमान हुनुहुन्छ, त्यसै गरी अर्को रायमाझी श्रीमान हुनुहुन्छ, अर्को हाम्रो रेग्मी श्रीमान प्रधान न्यायाधीशै भएको, अर्को अनुप शर्मा श्रीमान, अर्को चाहिँ तपाईँको राजेन्द्र प्रसाद कोइराला। यी न्यायाधीशहरूले बालुटारको जमिन व्यक्तिका नाममा लगिदिएका हुन्। अख्तियारको त्यो पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले तामेलीमा राखिदिएको। बालुटारको जमिन खाने मान्छे सर्वोच्चमा न्यायाधीश छन्, जिल्ला अदालतमा पनि न्यायाधीश छन्, त्यति बेलाको चाहिँ कानुन अधिकृत। यिनलाई सजाय गर्न यो संविधान राखुन्जेल मिल्दैन, किनभने अनुसन्धानै गर्न मिल्दैन। हाम्रो संविधानमा के लेखा छ भने न्यायाधीशहरूको पनि त छानबिन गर्नुपर्छ नि त। तर न्यायाधीशहरूको छानबिन गर्न कुनै पनि सरकारले, आयोगले सक्दैन। दलहरूले नै खडा गरेको एउटा न्याय परिषद भन्ने छ। हो, त्यो न्याय परिषदमा दलका प्रतिनिधिहरू बस्छन्। यो उपसभामुख, सभामुख जे भने दलकै हुन्। यिनीहरूको अनुमति बिना कसैले न्यायाधीशलाई अनुसन्धानै गर्न सक्दैन भन्ने कुरो संविधानमा लेखा छ नि त। यसो भएको हुनाले हामीले संविधान यही कायम राखुन्जेल कुनै पनि हालतमा न भ्रष्टाचार तपाईँको चाहिँ अन्त्य हुन्छ, न अघि मैले भने जनताले चाहेको कार्यकारी प्रधानमन्त्री चुन्ने हुन्छ, कुनै भाग पुरा हुँदैन। अब भ्रष्टाचारको मूल जड त स्थानीय तह र तपाईँको प्रदेश सरकार झन् बढी हो। त्यो प्रदेश सरकारलाई भङ्ग गर्ने माग थियो। आन्दोलनमा घाइते भएकाहरूले हस्पिटलमा प्रधानमन्त्री भेट्न जाँदा प्रदेश सरकार खारिज गर्नुहोस् भनेर भन्नुभएको थियो, तर त्यो भएन। यसो भएको हुनाले यो संविधान जारी राखुन्जेलसम्म कुनै पनि काम हुँदैन। हामी ढुक्क भए हुन्छ। अघि भने जस्तो इजिप्टमा, सुडानमा, रोमानियामा, हङ्गेरीमा यस्तै भएको थियो तपाईँको। हेर्नुहोस्, यस्तो नेपालमा पनि स्थिति एकदम स्पष्ट रूपमा देखिँदैछ। फेरि पनि हामीले ठाउँको ठाउँ ठिक लाउने, अर्को विद्रोह नगरिकन यसको समाधान हुने छैन। धन्यवाद। भनेपछि त यो त मेरो शिर तपाईँले बचाउनुहोस्, तपाईँको शिर मैले बचाउँछु भने जस्तो पो देखियो, होइन त सर? थोरै हाना यहाँले भन्नुभयो जस्तो एउटाले अर्काको प्रोटेक्ट गर्ने, अर्कोले अर्कोको गर्ने। जसरी हुन्छ जीवनमा एकचोटि तपाईँको प्रधानमन्त्री र मन्त्री हुने, अनि सम्पूर्ण भनिसक्नुभयो त सुशीला कार्कीज्यूले कि अब 2 महिना जति चुनाव चाहिँ पछाडि जान सक्छ होला। हिजो भन्दै हुन्थ्यो, आज प्रश्न भनिदिनु भयो। यो सरकारले आन्दोलनले उठाएको माग पुरा गर्ने संविधान बमोजिम त्यो म्यान्डेट पाएको छैन भन्नुभयो। उहाँ प्रधानमन्त्री हुन चाहिँ संविधानको म्यान्डेट नचाहिने, मतलब जनताको नचाहिने, संविधानले अनुमति दिन नपर्ने। अब काम गर्न जेनजीको माग पुरा गर्ने चाहिँ संविधान देखाउने। यो संविधान तत्काल जलाउने, च्यात्ने, फाल्ने नगरिकन सम्भवै छैन। यसो कुनै अर्थ छैन। धन्यवाद। स्वागत सर। यो संविधानको धारा 76, धारा 131 यिनीहरूको तिलाञ्जली दिएर बनेको सरकार, जसले आवश्यकताको सिद्धान्तलाई चाहिँ आधार लियो तर जेनजीका कुनै मागलाई पनि सम्बोधन गर्न सकेन। यसरी बनेको सरकारले संवैधानिक नैतिकताको विषयमा केही नबोली बनेको सरकारमाथि तपाईँको यसरी बनेको सरकारमाथि तपाईँको के धारणा छ? र यो सरकारले म्यान्डेट र एजेन्डा पुरा गर्दैन सक्ने भन्ने आरोप पनि बारम्बार लगाइरहेको छ कि यसको संवैधानिक र नैतिक औचित्य कुनै बाँकी छ त? अब संविधानको धारा 76 भनेको प्रधानमन्त्री संसदमा नभएको मान्छेले कुनै पनि न दाबी गर्न सक्छ, न नियुक्ति पाउन सक्छ। सांसद चाहिँ हुनैपर्छ प्रधानमन्त्री हुनका लागि भन्ने हो। यसको 1 देखि 7 सम्म। अब अहिले सुशीला कार्की प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा संविधान नमानिकन उहाँ हुनुभयो, त्यसकारण चाहिँ संविधान लागू हुनुपर्छ, उहाँ प्रधानमन्त्री हुनुहुन्न भन्ने पक्षमा म छैन। म संविधान जलाउनुपर्छ भन्ने मान्छे, च्यात्नुपर्छ भन्ने मान्छेले संविधान बमोजिम सुशीला कार्की हुनुपर्थ्यो भन्ने मैले भन्दैन। अहिले आवश्यकताको सिद्धान्तको कारणले संविधान बाहिरबाट सुशीला कार्कीज्यू बन्नुभयो। अब संविधान बाहिरबाट प्रधानमन्त्री बनाउन मात्रै
आवश्यकताको सिद्धान्त द डक्ट्राइन अफ नेसेसिटी लागू हुने होइन। मूल माग के थियो त्यो माग पूरा गर्न सुशीला कार्की प्रधानमन्त्री हुने होइन। केही महिना पछाडि चुनाव हुँदैछ थियो त। अब उहाँले भनेको जस्तो 2 महिना पनि पछाडि सर्न सक्छ भन्नुभयो हिजो। 2 महिना पछाडि सर्नु भनेको 83 साल हो। अनि अलिकति पछाडि हुने चुनाव अगाडि मात्रै आयो। एउटा नेताले चुनाव गराउन खोज्दै थियो, अर्को नेत्री आएर चुनाव गराउनै भएन। सुशीला कार्की भनेको स्वयंमा नेपाली कांग्रेसको कार्यकर्ता हो। उहाँ नेपाली कांग्रेसबाट चुनाव उठेको बारको चुनाव। नेपाली कांग्रेसको कोटामा उहाँ चाहिँ न्यायाधीश हुनुभएको हो। नेपाली कांग्रेसका मान्छेहरू र अरू पार्टीका नेताहरूलाई उहाँले ल्याएर न्यायाधीश बनाउनु भएको 80 जनालाई हेर्नुहोस्। सिधा यो सबै हुँदा पनि हामीले स्वीकार किन गरेका थियौँ संविधान बाहिरबाट भने आवश्यकताको सिद्धान्त बमोजिम जेनजीको माग पूरा हुन्छ भन्ने आधारमा गरेको हो। अब उहाँ प्रधानमन्त्री हुन मात्रै आवश्यकताको सिद्धान्त लागू हुने होइन। त्यो धारा 76 बमोजिम संविधान बमोजिम सांसद नभएको मान्छे प्रधानमन्त्री यो पृथ्वी रौन्जेल मिल्दैन भनेर आफै लेख्नु भएको छ सुशीला कार्कीले। अहिले आफै हुनुभयो। अब यति भइसकेपछि उहाँलाई नियुक्ति गरियो कस्तो भने यी मूर्ख विद्वानहरूले यस्तो सुझाव दिए गरेर राष्ट्रपतिलाई, राष्ट्रपतिको विज्ञप्तिमा मलाई मन लाग्यो भने भोलि अर्को प्रधानमन्त्री कसैले अरू केही ढुङ्गाबुढा गर्यो भने म घोषणा गर्दिन सक्छु भनेर लेख्नुभयो विज्ञप्तिमा। त्यो के हो भने राष्ट्रपतिमा रहेको अन्तर्निहित अधिकार प्रयोग गरी भन्नुभएको छ। त्यो अन्तर्निहित अधिकार राष्ट्रपतिमा हुन्छ यसको संविधानमा कहीँ लेखा छैन। अनि तिनै मूर्ख वरिष्ठ विद्वानहरूले के भने राष्ट्रपतिले संविधानको रक्षा गर्नु कर्तव्य हो भन्ने धारालाई प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गर्न मिल्छ भनेर ती मूर्खहरूले सुझाव दिए। ती मूर्खहरूलाई के पढाइदिउँ भने संविधानको रक्षा गर्नुपर्ने अवस्था आइपुगेको रहेछ, संविधानलाई नै च्यालेन्ज गरेको रहेछ जेनजीले भन्ने प्रमाणित भयो नि त। संविधानै हटाउन खोजेको रहेछ भन्ने पो आयो त। अब ल ठिक छ, राष्ट्रपतिले प्रयोग गर्ने त्यो कर्तव्य भनेको चाहिँ के हो भने बाधा अड्काउ परेको अवस्थामा वा त्यही आवश्यकताको सिद्धान्त प्रयोग गरेको अवस्थामा त्यो भनेको चाहिँ के हो भन्दा संविधानभन्दा बाहिरबाट अघि भनेको ग्रन्डम थ्योरीलाई लागू गर्नका लागि, ग्रन्डम थ्योरीलाई लागू गर्न भनेको आन्दोलनमा अभिव्यक्त भावनालाई संस्थापित गर्नलाई मात्रै त्यो राष्ट्रपतिले कर्तव्य निर्वाह गर्न सक्छ। त्यति बेला अर्थ त्यसको त्यो कानुनको व्याख्या चाहिँ कसैलाई मन लागेर कसैले यताउता दायाँ बायाँ विदेशीहरूको चाहिँ चाकरी जसले गर्न सक्छ उही वरिष्ठ हुने भएको हुनाले उनीहरूले जे व्याख्या गर्यो त्यो हुने होइन। कानुन व्याख्या सम्बन्धी ऐन 2010 भन्ने छ, आजभन्दा 71 वर्ष अगाडि नेपालमा बनेको। त्यसले कानुनको संविधानको व्याख्या कसरी गर्नुपर्छ भनेर भनेको छ। त्यो व्याख्या बमोजिम अहिले उनीहरूले चाहिँ राष्ट्रपतिलाई यसरी एक्टिभ गराएको कुरा र रक्षा भ्रष्टाचारीको रक्षा गरेको कुरा मिलेको छैन। हामीले यसलाई यहाँ कतिपय कानुनकै विद्यार्थी साथीहरू पनि हुनुहुन्छ होला, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र यो संविधान अन्त्य नगरिकन कुनै पनि हालतमा कि हामी तयार हुनुपर्छ। अब हामीलाई फेरि हङ्गेरीमा, इजिप्टमा, सुडानमा जस्तै यहाँ पनि खुरुखुरु चाउचाउ लिएर जानेलाई मुद्दा चल्ने, देश लुटेर खाने राष्ट्रपति बस्या छ। यस्तो चाहिँ हुन सक्दैन कि यसलाई हामीले स्वीकार गर्नुपर्छ। यो स्वीकार गर्न हुन्न भन्ने लाग्छ। नैतिकता चाहिँ उहाँहरूमा छैन भन्ने कुरो प्रष्ट भइसकेको छ। धन्यवाद साथी। सर, भनेपछि त उहाँहरूले आफ्नो हिसाबले संविधान मिच्न पनि पाउनुभयो, जनतालाई थिच्न पनि पाउनुभयो। उहाँहरू यति भ्रष्ट भइरहँदाखेरि उहाँहरूले नै ल्याइरहेको संविधान हामीले मान्नुपर्ने, उहाँहरूको अनुसार हामी चल्नुपर्ने। अनि हाम्रो यो जुन क्रान्ति छ, यो क्रान्तिलाई चाहिँ के उहाँहरूले यो एक हिसाबले ललिपप देखाए जसरी थम्थम्याउन खोज्नु भएको हो कि अब भनौँ न यस्तो कमजोर र विवादित संसदीय व्यवस्थालाई चाहिँ अब हामीले चेक एन्ड ब्यालेन्स कसरी गर्ने त? अब संवैधानिक राज संस्थाले यो यस्तो कमजोरी शासन प्रणालीलाई कसरी स्टेबिलिटी र जवाफदेहिता अकाउन्टेबिलिटीतर्फ डोर्याउन सक्छ? यहाँलाई के लाग्छ? अब हेर्नुहोस् है, यो संसदीय व्यवस्था यो एउटा एमालेको र काङ्ग्रेसको वकिलहरूको सङ्गठनको दुईटा, एमालेको पनि काङ्ग्रेसको पनि वकिलको सङ्गठनको चाहिँ अध्यक्ष थिए। त्यो कुन कुन तहको मलाई थाहा छैन, म भेटिरहन्छु अदालतमा। उहाँहरू दुईजना र मलाई एउटा टेलिभिजनमा लगिएको थियो, त्यो चाहिँ प्राइम टेलिभिजन। मैले संसदीय व्यवस्था विरुद्ध बोलेको त्यति बेला 1 वर्ष अगाडि हो। उहाँहरूले के भन्दै संसद नभएको पनि संसारमा देश हुन्छ, सबै व्यवस्था संसदीय हो भनिदिनु भयो। धेरै साथीहरू अब यो तहका पनि पार्टीका कार्यकर्ता वकिलहरूलाई थाहा छैन त्यो चिट चोडेर पास गरेका हुन् कि के हो। अहिले यहाँ उपस्थित हुने साथीहरू चाहिँ क्लियर हुनुपर्छ। संसद सबै देशमा हुन्छ। संसदमा सांसदहरूले खरिद बिक्रीद्वारा प्रधानमन्त्री छान्छ भने
त्यो संसदीय व्यवस्था हो। तर सांसदहरू मन्त्री प्रधानमन्त्री हुँदैनन्, उनीहरूले मन्त्री प्रधानमन्त्री छान्दा पनि छान्दैनन्, सिधा आफ्नो कानुन बनाउने मात्रै काम गर्छन् भने त्यो संसदीय व्यवस्था होइन। यतिका लागि अब त्यसले संसदीय व्यवस्था तपाईँले अन्त्य गरिदिनु भयो भने जवाफदेहिता बढ्छ। सिधा के छ भने जसले आफै कानुन बनाउँछ अनि कानुनको व्याख्या गर्ने न्यायाधीश पनि आफै नियुक्त गर्छ। संसदीय समितिले गुण्डागर्दी गरेका 8 कक्षा पास गरेकाले संसदीय समितिबाट विभिन्न अन्टसन्ट क्वेसनको आन्सर सोधेपछि त्यसको जवाफ दिएर न्यायाधीश बन्न पाइन्छ कि नेपालको अहिलेको त्यो संविधानमा त्यस्तो व्यवस्था छ। अब त्यही संसदले नै नियन्त्रण गर्छ अदालतलाई, किनभने संसदले बनाएको सरकार, त्यो सरकारको अर्थमन्त्रीसँग न्यायाधीशले भिख माग्नुपर्छ र अनि बजेट देऊ भन्नुपर्छ। धेरै देशहरूमा जस्तो अमेरिकाकै कुरा गरौँ, अहिले बजेट बन्दैखेरि यति प्रतिशत चाहिँ न्यायपालिकालाई भनेर छुट्याइदिएपछि उपचार खर्च मलाई देऊ भनेर सरकारको पाउ मोल्नु पर्दैन न्यायाधीशले। नेपालमा चाहिँ पर्छ। हाम्रो रामकुमार प्रसाद शाहकले चाहिँ लेखा थिए 83 लाख रुपियाँ त्यो प्रधान न्यायाधीश भइसकेको पछि प्रधानमन्त्री भएका खेलराज रेग्मीले दिएका थिए। यस्ता कैयौँ छन् मसँग रेकर्ड हेर्नु। अहिले भएका न्यायाधीशहरूको पनि यति भ्रष्टाचार गरेका छन्, त्यो मसँग छ। धेरैमा त मैले चाहिँ सार्वजनिक गरेको पनि छु, हालेको पनि छु। अब जवाफदेहिता त्यही सांसद मन्त्री बन्ने, त्यही सांसदहरूबाट अनि न्यायाधीशलाई संसदीय सुनवाई भनेर कज्याउने, यति भइसकेपछि त्यो शक्ति पृथकीकरणको सिद्धान्त लागू भएन। त्यसैले जवाफदेहिता पनि त्यहाँ रहँदैन, स्थायित्व पनि हुँदैन। अब हामीले अहिले यो सम्पूर्णलाई परिवर्तन गर्नका लागि चाहिँ मूल बाटो भनेकै, मूल व्यवधान भनेकै संविधानभित्र छ। संविधान परिवर्तनको मार्ग यसकारण अवलम्बन गर्नुपर्छ। हामीले किन होला अहिले सोचौँ, अख्तियारको प्रमुख वा अख्तियारका आयुक्तहरूलाई कुनै पनि दलबाट नआएको राजाले नियुक्त गर्ने हो भने त्यसले एउटा नेता नछोडिकन सबैको छानबिन गर्छ क्या अख्तियार। राजनारायण पाठक भन्ने अख्तियारको आयुक्त हुनुहुन्थ्यो, उहाँ पछि चाहिँ पक्राउ पर्नुभयो। उहाँले सिधा भनिदिनु भयो मिडिया, मलाई नेताहरूले नियुक्त गरेको, मेरो पहिलो कर्तव्य नेताको भ्रष्टाचार जोगाइदिने हो भन्नुभयो। हेर्नुहोस्, सिधा छ। न्यायाधीश कति कति पैसा खुवाएर बन्छन् यो थाहा छ, त्यो असुल उपर गर्नुतर्फ लाग्छन् यो थाहा छ। हामीले अख्तियारको प्रमुख राजाबाट नियुक्त हुने हो भने एउटा नेतालाई छोड्छ, त्यसले ऊ डाइरेक्ट जवाफदेही राजाप्रति होस् न, केही फरक पर्दैन। भन्न खोजेको यो एउटा उदाहरण मात्रै हो। किनकि राजा चाहिँ राष्ट्रपति जस्तो म फेरि पार्टीकै रहिती हुन्छु, पार्टीकै दास हुन्छु भन्दै, त्यही पार्टीको सदस्य हुन्छु भन्दै विद्या भण्डारी जस्तो जाँदैन। त्यो राष्ट्रपति जस्तो राजा कुनै पार्टीको हुँदैन। अब राष्ट्रपति उपराष्ट्रपति भएर बाहिर निस्क्यो अनि यिनलाई हाम्रो राज्य लुटेर तिनलाई घर बनाइदिनु पर्ने। सबै राष्ट्रपतिलाई घर बनाइदिएको छ, उपराष्ट्रपतिहरूलाई जग्गा जान्छ। यो देशको त सकिन्छ राष्ट्रपति उपराष्ट्रपतिहरूलाई घर जग्गा दिनादिन। राजा जति पुस्ता आए पनि एउटै नारायण रेड्डी घर छँदैछ त। त्यसैले साना साना विषयहरू, भ्रष्टाचारी यी विषयसँग, स्थायित्व यी विषयसँग, जवाफदेहिता पनि यी विषयसँग जोडिएको छ। अहिले हेर्नु त, त्यो सर्वोच्च अदालतमा मुद्दा पेशी सूचीबाट हटाई किन गरेको भनेर सोध्न कसैलाई मिल्दैन, कानुनै छैन। एकजना पूजा बोहरा भन्ने हुनुहुन्थ्यो, अरू धेरै यस्ता मुद्दाहरू छन्। बलात्कार पीडित राजनीतिक दलका मान्छेहरूले बलात्कार गरेको मुद्दा, सुशीला कार्कीज्यू प्रधान न्यायाधीश हुँदा उहाँले 7 वर्ष त्यो मुद्दा चाहिँ हुँदा र नहुँदा होइन कैयौँ पटक, उहाँको पालामा त एकचोटि पनि पालो आएन, उहाँलाई हटाइ गर्नुभयो साप्ताहिक सूचीबाटै। त्यो किन हटाएको कहिले कसैले जनताले सोध्न पाइँदैन कि कानुनै छैन। यस्तो गर्दैन, म आफैले हेरेको मुद्दा हो त्यो। यसो भएको हुनाले हामीले जवाफदेहिता यी सबै कुराहरू जम्मा जम्मी यो संविधानले नै, अघि यहाँले भन्नुभयो मलाई तँ बचा तँलाई म बचाउँछु भन्ने यो नेटवर्क संविधानले नै तयार गरिदिएको छ कार्यपालिका, न्यायपालिका र व्यवस्थाको बिचमा। त्यसैले यसलाई अन्त्य गर्नुपर्छ। धन्यवाद। स्वागत छ। मेरो दिमागमा चाहिँ एउटा कुरा घुमै छ, के भन्दाखेरि चाहिँ अब एकजना सेवानिवृत्त भएर बसिसक्नु भएको पूर्व प्रधान न्यायाधीश, जो हजुरले भने जस्तै पहिला कङ्ग्रेसको कोटामा 12मा चुनाव लडेर प्रधान न्यायाधीश हुनुभएको हो, उहाँले चाहिँ अब एक हिसाबले भन्ने हो भने हाम्रो जेनजी आन्दोलनको बुइमा चढेर उहाँ अहिले प्रधानमन्त्रीको कुर्सीमा बस्नु भएको छ। मलाई चाहिँ के सोध्न मन लाग्यो भन्दा, उहाँलाई यो त्रुटिपूर्ण संविधान थियो भन्ने कुराको ज्ञान त पहिल्यै थियो, तैपनि उहाँ यही संविधानमा टेकेर कसरी उहाँ पुग्नुभयो? अनि अब हाम्रो नेसनल इन्ट्रेस्ट, किनभने अब हाम्रो यो जति पनि नेताहरू हुनुहुन्छ उहाँहरूले त अब यत्रो समय हामीले उहाँहरूको शासन भोग्यौँ, हाम्रो जेनेरेसनले, उहाँहरूले कहिले पनि नेसनल इन्ट्रेस्टलाई आफ्नो प्रायोरिटीमा राखेर कुनै पनि डिसिजन मेकिङ लिनुभएको हामीले देखेनौँ। अब चाहिँ यो नेसनल इन्ट्रेस्टलाई सेवा गर्ने अब अर्को
के फोर्स हुन सक्छ? अनि के अब यो उहाँ त प्रधानमन्त्री हुनुभयो सुशीला कार्की ज्यू, उहाँको नाम त अब सदैव सुनौलो अक्षरमा नेपालको पहिलो महिला प्रधानमन्त्री भनेर लेखिनेछ, पहिलो प्रधान न्यायाधीश महिला प्रधान न्यायाधीश भनेर पनि लेखिनेछ। तर हाम्रो क्रान्ति त अधुरै रहन गयो नि त, होइन र? एकदमै सही भन्नुभयो यहाँले। अब महिलाको क्षमता पुरुषको भन्दा खानेकुरामा 2 गुणा बढी हुन्छ। एउटा संस्कृतमा श्लोक छ, आहारा 2 गुणा चापी बुद्धि चासो चतुर्गुण षड्गुणा व्यवसायश्च काम चासो गुणास्मृता। यो भनेको एउटा शरीरबाट अर्को मान्छे निकाल्नुपर्छ, जन्माउनुपर्छ, त्यस कारण उसलाई क्यालोरी बढी चाहिन्छ। यसो बढी छोडी केलाउँदा पनि कुटुकुटु खाइरहेको देखिन्छ। स्वाभाविक रूपमा महिलाहरूलाई आहारा बढी चाहिन्छ, शास्त्रले भन्छ है, बढी हुन्छ 2 गुणा। बुद्धि चासो चतुर्गुणा, बुद्धि 4 गुणा बढी हुन्छ महिलाहरूको। र षड्गुणा व्यवसायमा 6 गुणा अगाडि हुन्छ महिला। तर एट द सेम टाइम इफ यु गो थ्रु द बुक वर्क बाई सिमोन द बाउबर, इट्स टाइटल्ड द सेकेन्ड सेक्स, यो तपाईँले पढ्नुभयो भने, द सेकेन्ड सेक्स भन्ने पुस्तक पढ्नुभयो भने सिमोन द बाउबरको, महिला पनि सत्तामा पुग्यो भने पुरुष हुन्छ भनेर उहाँले लेख्नु। महिला सत्तामा पुगे भने उनीहरूमा त्यो शासकीय स्वरूप चाहिँ त्यही रहिरह्यो भने सत्ताको प्रवृत्ति पुरुषवादी हुन्छ। त्यसैले मार्गरेट थ्याचर, बन्दारा नायके, कुमारा तुङ्गे आमा छोरी नै राष्ट्रपति प्रधानमन्त्री हुँदा, म्याडलिन अल्ब्राइट, इन्दिरा गान्धी, यतातिर तपाईँको चाहिँ पहिलो महिला राष्ट्रपति भण्डारी, अर्को पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की, जसले अघि मैले भनेका मुद्दाहरू कयौँ समय रोकिदिनु भयो, पहिलो महिला सभामुख वंशरी घरती मगर, यो सबै हुँदा पनि महिलाको स्थिति उस्तै किन छ? एउटै कारणले छ, महिला पनि सत्तामा पुग्यो भने पुरुषमा परिवर्तन हुन्छ। अहिले उहाँले त्यस्तै देखाउनु भएको छ। म सम्मान गर्छु, होइन, महिला भएर मात्रै होइन कि उहाँले एउटा चाहिँ हिम्मत साहसका साथ म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो। तर यसरी षड्यन्त्र गर्ने गरी आउनुभएको रहेछ। अहिले उहाँले जेनजीको मूल मुद्दालाई रक्षामा मिल्काइदिनु भयो र सत्ताको तिर्खालाई बालबालिकाको रगतको पानी बनाएर पिउनुभयो मेटाउनका लागि। यसमा म इतिहासले कहिले माफ नगर्ने गरिकन उहाँले गल्ती गर्नुभएको कुरा अहिले देखाइदिन चाहन्छु। अब हामीले किन हो उहाँबाट समेत प्रधान न्यायाधीश भइसकेको मान्छेलाई समेत युवाहरूले यसरी विश्वास गर्दा के भनेका थियौँ भने हामी जान्दैनौँ। मैले कतिपय देखेँ पनि हामीलाई राजनीति थाहा छैन भनेर जेनजी साथीहरूले भनेको, त्यस कारण तपाईँहरू गरिदिनुहोस् भनेर भनेको। म सर्ट सिलाउन जान्दिनँ, तपाईँले सिलाइदिनुहोस् भनेर यो दशैंको बेला हामीले सहरको राम्रो भनेर ठानेको टेलर्समा गएर दियौँ। अनि उसले जस्तो सुकै सिलाइदियो भने त्यो हामीले लगाउने, उसले हर्जना बेहोर्नुपर्छ, जरिवाना तिर्नुपर्छ। अनि मलाई किन छानेको, म जस्तो सिलाइदिन्छु त्यस्तै लगा भन्न मिल्छ? उहाँलाई छानेको हो, तर जस्तो मन लाग्यो त्यस्तो गर्नका लागि छानेको होइन। अस्ति साथीहरूले जतिले छान्नु भयो, छान्ने प्रक्रियामा पनि त्यहाँ के भयो त्यसका लागि फेरि अर्को प्रश्न उठ्ला। तर पनि हामीले उहाँलाई भ्रष्टाचारीको संरक्षण गरेको, यही भ्रष्टाचारी राष्ट्रपतिबाट शपथ ग्रहण गरेको, यी लगायत कारणले छुट दिनुपर्ने कुनै पनि ठाउँ छैन। उहाँले छुट पाउनुहुन्न र हामीले यसलाई राम्रोसँग छोटो समयमा फेरि विश्लेषण गरिकन अर्को क्रान्तिमा होमिन जरुरी छ। धन्यवाद। स्वागत सर। 2065-63 पछि आएका सरकारहरूले हाम्रो इतिहास, भेष, भाषा, भूषा, रीतिरिवाज सबैलाई हाम्रो शैक्षिक पुस्तकबाट पनि मेटाए, जसले आज हामी एउटा आइडेन्टिकल क्राइसिसमा पनि छौँ। राजसंस्थाको पुनरागमनले यसको निवारण कसरी दिन्छ? र जेनजी पुस्ता जसले अहिलेसम्म प्रत्यक्ष रूपमा राजसंस्थाको भोगेको छैन तर यसको विरोध गर्दै आएको छ, त्यो विरोधलाई हामीले सम्मान गर्नुपर्ने ठाउँमा किन आज हामी राजसंस्था नै डक्ट्राइन अफ नेसेसिटीको आधारमा आउनुपर्ने संस्था हो भन्दै आएका छौँ? र यसले कसरी यो हाम्रो देशमा भएको पोलिटिकल इन्स्टेबिलिटीलाई सल्भ गर्न सक्छ सर? हेर्नुहोस् है, यो पछिल्लो पुस्तालाई इतिहास पढ्नबाट वञ्चित गराइयो। मलाई लाग्छ अहिले यहाँ सहभागी हुनुभएका सबैले हाम्रो नेपालको राज संस्थाले नेपाललाई विश्वमा चिनाउन के काम गर्यो, संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्नसम्म कति गर्यो, जसरी राजाहरूले सबै जनताले खाएको सूचना ती ठाउँका प्रतिनिधिहरूबाट दरबारमा आइ नपुगुन्जेल खानै खाँदैनथे। राजाहरूले सबैका लागि समान मानापाथी चलाउने राजाहरूको त्यो इतिहास पाठ्यक्रममै करिकुलममै राखिएन, हटाइयो। राजाका राम्रा कुराहरू थाहा पाउँछन् भनेर यी नेताहरूले हटाए। त्यो हटाएपछि राजाका विषयमा नराम्रा कुराहरू थाहा भयो, कतिपय कुराहरू नराम्राहरू थिए, जस्तो कि राजाका प्रतिनिधिहरूले
जनताका सही दुःखहरू दरबारसम्म पुर्याइदिएनन्। राजा स्वयंले आफ्नो नजिकमा जो मान्छेहरू आइपुगे उनीहरूको मात्रै चाहिँ कुरा सुन्ने अवसर पाए। साँच्चैको दुःख जनताको चाहिँ बुझ्नका लागि उनीहरूलाई त्यो आकाश र धरती बीचको कुहिरो भन्ने एउटा कविता थियो रानी ऐश्वर्याले लेखेको, त्यो कुहिरो बनेर बीचका प्रशासकहरूले चाहिँ राजा र जनताको बीचमा भेट हुन दिएनन्। यी समस्याहरू थिए। तर यति हुँदाहुँदै पनि नेपालमा आफ्नो जग्गा एक चप्परी पनि नभएको मान्छेलाई देशभरि एकजना पनि जमिनहीन मान्छे नहुने गरिकन अर्काको जमिन जोतिरहेको मान्छेलाई भोलिपल्ट बिहान उठ्दाखेरि नै जमिनको मालिक बनाइदिएको राजा महेन्द्रको भूमि सुधार मुयानी हक आएपछि थियो। यस्तो पृथ्वीमा कुनै पनि देशको शासकले गरेका छैन जहाँ आफूले जोत्दै गरेको जमिनको नै मालिक बनाइदियो मजदुरलाई। हो यस्ता कुराहरू चाहिँ पाठ्यक्रममा पहिला थिए, त्यो पाठ्यक्रमबाट हटाएको भएको हुनाले जेनजी पुस्ताले राजाहरूको बारेमा थाहा पाउन पाएनन्। अब इतिहासको पाठ्यक्रम हटाउनु, करिकुलम हटाउनु पनि कारण त्यही थियो। डिस्कोर्सहरू हुन दिएनन् अनि आफैले लुटेको गर्न थाले। यसो भएको हुनाले कम्तीमा ल राज संस्था हुने हो भने यस्तो चाहिँ हुने थिएन यो देशमा कि सिधै नेपालका चेलीबेटी बलात्कार गर्दा पनि मुद्दा लाग्दैन भनेर लेखिएको एमसीसी पास होस्। यो पास गराए यिनीहरूले। यस्ता कैयौँ उदाहरणहरू छन्। अनि समय छोटो भएको हुनाले मैले पुरै बताउन सकिनँ, माफी चाहन्छु। धन्यवाद। स्वागत सर। अब हाम्रो जेनजी पुस्ता अहिले रन्नभुल्लको स्थितिमा छ। हामीले चाहिँ अब यो संविधानबाट निकास नपाउने जस्तो बाध्यात्मक परिस्थितिमा उभिँदै गर्दा राज संस्थाको पुनर्गमन भएपछि यो राज संस्थाको भूमिका के अब यो संवैधानिक अधिकार सहितको सक्रिय संरक्षकको रूपमा हुन्छ कि अब यो सिर्फ एउटा राष्ट्रिय एकताको प्रतीकको रूपमा मात्र हुन्छ? यसमा अहिले नेपाली कङ्ग्रेसभित्र पनि राजा मान्नेहरू हुनुहुन्छ। कङ्ग्रेसले बीपीको सिद्धान्त छोडेर राजा मानेन भनेर नेपाली कङ्ग्रेस फुटेर नेपाली कङ्ग्रेस बीपी भन्ने गठन भएको छ। एमाले भित्र पनि राज संस्थावादीहरू हुनुहुन्छ। मदन भण्डारी स्वयंले राजा रहनुपर्छ भनेर भन्नुभएको थियो। त्यति बेलाको कम्युनिस्ट पार्टीको महासचिव भइसकेको डाक्टर केशवचन्द्र रायमाझीले पनि राज संस्था चाहिने रहेछ भनेर उहाँले राजाको कदमलाई समर्थन जनाउनु भएको थियो। सबै दलभित्र राज संस्था मान्नेहरू हुनुहुन्छ। यो सबैको चाहिँ धारणा संवैधानिक राज संस्था हुनुपर्छ, त्यो कन्स्टिट्युसनल हुनुपर्छ र संविधान बमोजिम राजाले अभिभावकत्व लिनुपर्छ भन्ने भनाइ छ। बहुमतको भनाइ त्यो छ। त्यो हो भने संवैधानिक भएर बस्ने हो भने, संवैधानिक भएर नबसेको कारणले मात्रै काङ्ग्रेसले राजाले पहिला चाहिँ विरोध गरेको हो। तर संवैधानिक भएर बस्ने हो भने हामी राजा मान्न तयार छौँ भनेर कङ्ग्रेसको शेरबहादुर देउवाले पनि भन्नुभएको, मसँगैको अन्तर्वार्तामा भन्नुभएको। मैले नेपालको कुनै पनि त्यस्तो नेता होइन इत्यादि त्यो अन्तर्वार्ता लिन बाँकी कोही पनि छैन। मैले अन्तर्राष्ट्रिय मिडियामा पनि नेपालको मिडियामा पनि 25 वर्षसम्म बिताएको छु। सबै दलका नेताहरूले राज संस्था, संवैधानिक राज संस्था चाहेका छन्, नचाहने पनि छन्। तर राज संस्था नमान्ने कुनै दलभित्र केन्द्रीय सदस्यमा नमान्ने चाहिँ कोही पनि छैन, सबै दलमा छन्। यिनीहरूको बहुमत चाहिँ संवैधानिक राज संस्था हुनुपर्छ भन्ने छ। तर मेरो भनाइ फरक छ। यो मेरो नितान्त व्यक्तिगत भनाइ हो। म राज संस्था संवैधानिक मात्रै भएर बस्ने राज संस्था चाहन्न। म राजा प्रत्यक्ष रूपमा, सक्रिय रूपमा राजाले आफै अख्तियारको प्रमुख नियुक्त गर्ने राजाले आफै कुनै ठाउँमा भ्रष्टाचार भएको, कुनै कर्मचारीले चाहिँ गडबड गरेको इत्यादि यो सबै कुरा राज दरबारभित्र पनि त्यस्ता चाहिँ कानुनको, संस्कृतिको, कृषिको, अर्थको, विज्ञानको बेग्ला बेग्लै विभागहरू होस्। त्यो विभागमा जनताले डाइरेक्ट रिपोर्ट गर्न पाउन्। डाइरेक्ट रिपोर्ट गरेपछि त्यहीँबाट खटिएर मान्छेले गएर साँच्चै गलत गरेको रहेछ, एउटा चाहिँ गुन्डालाई एउटा असैले इन्सपेक्टरले समाएको छ, तर आइजिपीले डिआइजीले त्यसलाई किन समाएको, त्यो त फलानाको नेता हो, मेरो मान्छे हो, छोडिदिइहाल भन्यो भने त्यो चाहिँ दरबारमा कम्प्लेन गर्न पाइयोस्। दरबारले डाइरेक्ट हस्तक्षेप गरेर त्यो जसले त्यसरी नेताका मान्छे बचाउन खोज्छ त्यसलाई कारवाही गर्न सकौँ। म हो त्यो प्रकारको सक्रिय राज संस्था चाहन्छु। यो मेरो व्यक्तिगत कुरा है। राख्ने होइन कि साँच्चै सक्रिय रूपमा जनताका चाहिँ समस्याहरू बुझ्न, हस्तक्षेप गर्न सक्ने खालको त्यो अधिकार सहितको राजा होस् भन्ने मेरो चाहिँ चाहना छ। धन्यवाद। होइन सर, सरी, मेरो मिस्टेक भयो, सरी सर। राज संस्था भित्र्याउँदै गर्दा नेपाल रिपब्लिक डेमोक्रेटिकबाट हजुरको हिसाबले चाहिँ हामी अब जानुपर्ने एक हिसाबको एब्सोल्युट मोनार्कीमा नै हुन्छ होला होइन? के यस कारणले चाहिँ हाम्रो वाक स्वतन्त्रता लगायतका विभिन्न संवैधानिक अधिकारहरू सुरक्षित छन् कि छैनन् होइन?
र जेनजीहरूले राज संस्थाको यो जेनजीहरूलाई बेसिकली यो राज संस्थाको विरोध गर्दा चाहिँ तिमीहरूको अधिकार हनन हुन्छ र राज संस्थाहरूले चाहिँ पावर आफ्नो हातमा लिन्छ भनेर एउटा उ गराइएको छ। त्यो चाहिँ हजुर कसरी चाहिँ यो हुँदैन भनेर चाहिँ भन्न सक्नुहुन्छ या यसलाई चाहिँ कसरी क्लियर गरिदिन सक्नुहुन्छ? उनीहरू जुन एउटा रणभुल्लमा छन् होइन, त्यसलाई चाहिँ कसरी एकचोटि क्लियर गरिदिनु न। यसो छ, यी दलहरूको सबैभन्दा धेरै पटक पक्राउ परेको मान्छे मै हुँ, सबैभन्दा धेरै पटक। यी दलहरूको प्रताडना सबैभन्दा धेरै भोग्ने वकिलहरूमा मै पर्छु, सबैभन्दा बढी पक्राउ पर्ने। महाकाली सन्धि गर्दा होस्, एमसिसी गर्दा होस्, एसपिएका सन्दर्भमा होस्, सीमा मिचिएका विषयमा होस्, तपाईँको चाहिँ विषादीयुक्त फलफुलहरू विदेशबाट सिधै नेपाल ल्याएर खुवाउने विषयमा होस्, फास्ट ट्र्याक तपाईँको विदेशीलाई बुझाउने विषयमा, तपाईँको मुद्दा मामला गरेर फेरि नेपाली सेनाको हातमा ल्याउने विषयमा लड्दाखेरि होस्, म कैयौँ पटक पक्राउ परेको छु। अब पञ्चायत कालमा राजाको पालामा हेर्नु भने सीमा मिचेको विषयमा बोल्ने मान्छे पक्राउ पर्दैन थियो। हेर्नुहोस्, म आफै हो नि भोग्ने मान्छे। फेरि अब यो सन्धि सम्झौता असमान भयो, यो गलत सन्धि सम्झौता भयो, यसलाई खारेज गर्नुपर्छ भन्ने मान्छेलाई सम्मान गरिन्थ्यो, पक्राउ गरिँदैन थियो। तर दलहरूको शासन आएपछि बालुवाटारको जमिन लुटेको विषयमा विरोध गर्नेलाई, त्यो बाँडेर खाने न्यायाधीश भएको कुरा विरोध हुनेलाई गर्नेलाई पक्राउ गरियो। मलाई पनि हो है त्यसमा गरेको। फेरि अब पञ्चायत कालमा एउटै कुरा भन्न पाइँदैन थियो, देश लुटेर खानुपर्छ, यस्तो वाक स्वतन्त्रता बन्द गर्नुपर्छ। यस्तो वाक स्वतन्त्रता थिएन, हुँदैन पनि, हुनु पनि हुँदैन। अब यी नेताहरूले आफै सांसद हुने, आफै बजेट छुट्याउने, आफै 6 करोड रुपियाँ बाँडेर लिन्थ्यो। म स्वयं समेत त्यसमा हाम्रो आदरणीय वरिष्ठ अधिवक्ता सुशील पन्तज्यू पनि हुनुहुन्छ, अरू विकास भट्टराईज्यूहरू लगायत धेरै होइन राधिका चम्लाकाहरू समेतले हामीले बहस पैरवी गऱ्यौँ। 6 करोड रुपियाँ सांसदहरूले लुटेर लिन्थे देशको, त्यो लुटेर लिन हुन्न भनेर बोल्न पाइएन। पछि अदालतबाट हामीले खारेज गरायौँ, 42 अर्ब जोगायौँ। तर फेरि अहिले अर्कोतिरबाट हात छिराएर लुटेर लिनलाई पास गरेका थिए अस्तिको बजेटमा। हो, यस्तो कुरा राजाको शासनकालमा चाहिँ यो गलत भयो भन्न पाइन्थ्यो। यही नेताहरूले लुटेर खान पाउनुपर्छ भन्ने पो बोल्न पाउँदैन थियो त, जनताले बोल्न पाउँथे। राजाको प्रत्यक्ष शासनमा व्यापारीले आफ्नो व्यापार गर्थ्यो, शिक्षकले पढाउँथ्यो, विद्यार्थीले पढ्थ्यो होइन, हरेक तपाईँको अनुसन्धान गर्नेले अनुसन्धान गर्थे। पढ्ने विद्यार्थीलाई 1 वर्षसम्म अन्तिम यो हाम्रो प्रोजेक्ट वर्क गर्नुहुन्छ नि साथीहरूले, हो यो प्रोजेक्ट वर्क गर्न चाहिँ गाउँ गाउँमा पठाउँथ्यो। कम्तीमा 6 महिना जान चाहनेलाई 1 वर्ष सरकारले पैसा दिएर गाउँमा गएर के रिसर्च गरेर आउनुहोस्, कुन कुन योजना ल्याउनुपर्छ, विकासको मोडेल के हुनुपर्छ भनेर ल्याएर योजना आयोगलाई दिन्थे विद्यार्थीले। अनि प्रोजेक्ट वर्कको पैसा पनि दिन्थ्यो। अनि त्यो उनीहरूले गाउँमा गएर बुझेर ल्याएर आएको योजना अनुसार बजेट बन्थ्यो, विकासको योजना बन्थ्यो। हो, यस्तो सबै थोक गर्न पाइन्थ्यो। खालि हो यो कुरा चाहिँ जेनजी पुस्तालाई कुरा नसुनुन् राम्रो कुरा भनेर त्यो पञ्चायतको विकासको मोडेल कस्तो थियो भन्ने कुरो चाहिँ पाठ्यक्रममा पहिला थियो, करिकुलममा, पछि त्यो करिकुलम हटाइयो, त्यो थाहा दिएन। अनि हो, नेताहरूले लुटेर खान पाउँदैनथे, नेताहरूले भाषणबाजी गरेर चाहिँ अब यहाँ होइन मेरो कार्यकर्ता मात्रै भर्ना गर्नुपर्छ भन्न पाउँदैन थियो। यस्तो वाक स्वतन्त्रता चाहिँ हुँदैन थियो। अब हामीलाई चाहिने के हो त? भुक्न पाउने स्वतन्त्रता चाहिएको हो कि विकास यस्तो हुनुपर्छ, योजना यस्तो हुनुपर्छ, गाउँमा गएर बुझेर लिएर आउने, विद्यार्थीलाई पनि तपाईँको चाहिँ लागू गराएर लिएर जाने। अब नेपालमा राज संस्था फर्किने हो भने प्रश्न छ। नेपालमा सेवा सेना, निर्माण सेना र अनि सँगसँगै उत्पादन सेना, प्रोडक्सन आर्मी हुन्छ, एउटा सर्भिस आर्मी हुन्छ। तपाईँको चाहिँ हरेक युवा 16 देखि 26 वर्षसम्मको अनिवार्य सैनिक स्वयंसेवामा भर्ती हुन्छ। उसले त्यहाँ निशुल्क स्वास्थ्य पाउँछ, निशुल्क होस्टेल पाउँछ र उसले 2 घण्टा काम गर्छ अनि पढ्छ पनि। हरेक बाबुआमाले आफ्नो छोराछोरीलाई डक्टर, इन्जिनियर, वकिल के बन्ने हो निशुल्क राज्यले पढाउँछ, तर क्याम्पमा बसेर। इजरायल हाम्रो नेपालभन्दा 7 गुणा सानो छ। उसले हो यही सूत्रबाट के गर्यो भने हरेक युवालाई 2 घण्टा काममा लगायो। अस्ति हामीले इन्डियाबाट 67 अर्बको चामल ल्याएछौँ। तपाईँ र मैले त्यहाँ ल पढाउँछु, तपाईँ यहाँ पढेको साथीहरू अरू हुनुहुन्छ भने कसैले चाहिँ साइन्स पढाउनुहोस्, अर्कोले अकाउन्ट पढाउँछ। हामी भित्रैबाट पढ्ने र 2 घण्टा हामीले देशभरिको खाली जमिनमा काम गऱ्यौँ भने नि त्यहाँ आलु फलाउँ, कोदो फलाउँ, मकै फलाउँ, 2 घण्टा काम यो देशभरिका युवाले 2 घण्टा मात्रै गर्यो भने अरू तपाईँलाई त्यहाँ चाहिँ क्याम्पमा राखेर पढाउन सकिन्छ। हो, यो योजना पञ्चायत कालमा एनसिसी भन्ने थियो। हेर्नुहोस्, यो चाहिँ एनसिसीको प्रोजेक्टलाई अन्त्य गरिदियो। अब यस्तो राम्रो प्रोग्रामहरू भन्दै सुनाउँदैनन्। यसैले गर्दा हामी विकासको नयाँ बाटोमा मजाले जान सक्छौँ, तर अलिकति पञ्चायतकै जस्तो मोडालिटीबाट चाहिँ काम गर्नुपर्छ। जोत्ने किसानलाई जमिन दिने राजाले दिएको हो त,
खोइ त यत्रो क्रान्तिकारी भूमि सुधार भन्ने कम्युनिस्ट आयो, काङ्ग्रेस आयो, सरकारमा कहिले प्रगतिशील भूमि सुधार भनौँ, वैज्ञानिक भूमि सुधार, लोकतान्त्रिक भूमि सुधार भनौँ, तर कहिले पनि जमिन पाएनन् जोत्ने मान्छेले। राजाले त दिएको थियो। राम्रा कुराहरू सुनाउँदै नसुनाएको कारणले पो हो त। मजाले प्लान छ के तपाईँ हाम्रो अहिले हामी यहाँ जति छलफलमा छौँ नि, हामीलाई योजना बनाउन दिने हो भने हामी सक्दैनौँ र? मजाले सकिन्छ। निःशुल्क स्वास्थ्य पनि हुन्छ, शिक्षा पनि हुन्छ, रोजगारी पनि हुन्छ। इजरायलले त्यही गरेको हो। 26 वर्षपछि तपाईँको बाहिर निस्किँदाखेरि त्यतिन्जेल काम गरेको एकमुष्ट पैसा पनि पाउँछ। हिजो गरेको हो, अरू देशले गरेको हो, योजना थियो, त्यो योजना लागू हुन नपाउँदै राजालाई हटाए। अब सकिन्छ। धन्यवाद। स्वागत सर। अब हजुर त अब ६२-६३ को आन्दोलन प्रत्यक्ष रूपमा देख्नु भएको मान्छे, हामी त कतिपय साना थियौँ, कतिपय जन्मेकै थिएनौँ। अब त्यो बेलामा राजा ज्ञानेन्द्रले 19 जनाको शहादत पछि आफ्नो शासन सत्ता नासोको रूपमा जनतामै निहित गर्छु भनेर मुस्कुराउँदै आफ्नो दरबार छोडेर निस्किनु भयो। जबकि अहिलेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चाहिँ अहिले हाम्रो साथीहरू जो 74 जनाले वीरगति प्राप्त गर्नुभयो, उहाँले हामीलाई सुन्नमा आए अनुसार चाहिँ अन्तिम समयसम्म पनि उहाँ चाहिँ प्रधानमन्त्री नै रहिरहने हट थियो भन्ने सुन्नमा आएको छ। यसले के दृष्टान्त प्रष्ट पार्छ, एकचोटि बताइदिनुहोस् न हामीलाई। अब केपी शर्मा ओलीज्यूकै हेर्ने हो भने चाहिँ उहाँ चाहिँ जीवनको अन्तिम सास प्रधानमन्त्रीको कुर्सीमा बसेर फेर्न चाहनुहुन्थ्यो। उहाँ मात्रै एउटा यस्तो प्रधानमन्त्री हो जसले योजना बनाएर चाहिँ तपाईँको बेहोस हुन जानुभयो वीर हस्पिटलमा। उहाँलाई एनेस्थेसिया दिनेवाला थियो, हस्पिटलभित्र उहाँलाई लगियो र उहाँलाई थाहा थियो मलाई बेहोस बनाइन्छ भन्ने कुरो। प्रधानमन्त्रीले यसरी कार्यक्रम बनाएर योजना बनाएर यति बजेर यति मिनट जाँदा मलाई डाक्टरले एनेस्थेसिया दिएर बेहोस बनाउँछ भन्ने थाहा हुँदाहुँदै अर्कोलाई कार्यवाहक पनि नदिकन मर्न जाने योजनामा रहेको प्रधानमन्त्री। यो सबैभन्दा अनैतिकताको पराकाष्ठा। अब केपी ओलीको चाहिँ किडनी पनि फेरेको हो कि होइन, यिनलाई च्याप समातेर लिएर आएर चेक गर्नुपर्ने देखिन्छ। यिनले ठगेर पैसा लिएका छन् जस्तो लाग्छ। किडनी फेरेको पनि यिनले 1,31,00,000 लिएका छन् है पछिल्लो पटक। अब यसको पनि मैले सर्वोच्चमा हालेको छु मुद्दा। यिनले म विनम्रतापूर्वक होइन यस्तो असम्मानजनक शब्द प्रयोग गर्न चाहन्न थिएँ, तर त्यही दिन जुन दिन उहाँले एक्लै चाहिँ राति 12 बजे विदेशी खुफिया एजेन्सीको प्रमुखसँग परराष्ट्र मन्त्रालयको कर्मचारी पनि नराखिकन भेट्न हुँदैन भन्ने हाम्रो डिप्लोमेटिक एउटा स्ट्यान्डर्ड हुँदा हुँदै भेट्नुभयो र जीवनको अन्तिम सास प्रधानमन्त्रीको कुर्सीमा फेर्न चाहने मान्छेको रूपमा आफूलाई चिनाउनु भयो। त्यो दिनदेखि चाहिँ अलि अनादरार्थी शब्द प्रयोग गर्नुपर्ने अवस्थामा आफैलाई पुर्याउनु भयो। उहाँले सोझो मान्छे मारेर आउने निर्देशन दिनुभएको थियो। बाघले झम्टे सम्पूर्ण मिडियाहरूमा आएको छ। उहाँले पूर्ण रूपमा आफ्ना कार्यकर्ताहरूलाई प्रयोग गरेर हत्या गर्न मान्छे पठाउनु भएको हो। एकदमै छोटो समयमा भएको आन्दोलनको बीचमा पनि नेपाली सेनाले हामीलाई आदेश भयो भने हामी चाहिँ यो दमन गर्न सक्छौँ भनेर कतिपयले राजालाई भन्दाखेरि अहिले विदेशीले उक्साएको कारणले जनताले दलहरूलाई साथ दिइरहेको मैले देखेँ। पछि कुरा बुझिहाल्छन्। आफ्नै देशको जनता नमारौँ, म जनता मारेर राजा हुन चाहन्न भनेर भनेको कुरा यहाँहरूमध्ये कतिपयलाई त थाहा पनि होला। म चाहिँ त्यसको दरबारभित्र पनि गएर प्रश्न गर्ने पत्रकार सम्मेलनमा पनि मान्छे हुँ। त्यति बेला पनि म एउटा राष्ट्रिय दैनिक नेपाल समाचार पत्रको एक्जिक्युटिभली काम गर्थेँ। म चाहिँ सम्पादन मण्डलमा रहेर र पछि पनि मैले जति पटक भेटेको छु त्यो बेलाका कुराकानीमा पनि राजाबाट यही जानकारी सबैका लागि भएको छ। मिडियाले पनि लेखेका छन् र हामीले एकदम स्पष्ट हुँदा हुन्छ कि राजाले चाहिँ कम्तीमा देशका जनता मारेर म राजा भइरहन चाहन्न भन्ने कुरा चाहिँ जहिले पनि त्यो 36 सालमा चाहिँ सानो अलिकति आन्दोलन यसो ज्वारबाट उठ्न आँट्दा पनि दलहरूलाई खुला गरेर जनमत सङ्ग्रह गरिदिएको हो। 46 सालमा पनि काठमाडौँमा अलिअलि, पोखरा र झापामा अलिअलि सानो सानो आन्दोलन जस्तो भएको थियो। त्यति बेला तुरुन्तै व्यवस्था ल म अन्त्य गर्न तयारै छु तर जनता बाँच्नुपर्छ भनेर गरेकै हो। 62-63 पनि यही हो। अहिले त 75 जना भइसक्यो। 75 जनाको रगतको आहालबाट गृहमन्त्री प्रधानमन्त्री बने, वकिल, पूर्व न्यायाधीश, प्रधान न्यायाधीशहरू। धेरै ठुलो धोका भएको छ। राजाबाट यस्तो धोका कहिले भएको छैन। धन्यवाद। स्वागत सर। हजुरले भन्नुभयो होइन, जसरी यो आन्दोलन पछि बनेको सरकार यदि आन्दोलनको भावनामा टिक्न सक्दैन भने त्यस्तो सरकारको औचित्य हुँदैन होइन सर। यदि यो सरकारको औचित्य छैन भने के यसलाई सुप्रिम कोर्टले उल्ट्याउन सक्छ, जसरी केपी ओलीको सरकार चोलेन्द्र श्रीमानले उल्ट्याउनु भएको थियो त्यस्तो हुन सक्दैन? संविधान मान्ने हो भने त यो सरकार एकै सेकेन्ड रहन मिल्दैन। म चाहिँ संविधानै रहनु हुँदैन भन्छु। हेर्नुहोस् है,
संविधान मान्नुपर्छ उहाँहरूले भन्नुभएको छ। संविधानले त फेरि मैले भनेको होइन नि, सुशीला कार्कीज्यू आफैले भन्नुभएको छ, म चाहिँ यो पृथ्वी रहन्जेल प्रधानमन्त्री हुन मिल्दैन भनेर आफै लेखेर सही गर्नु भएको छ। त भनेको प्रधान न्यायाधीश भइसकेको मान्छे प्रधानमन्त्री हुन मिल्दैन, उहाँले लेख्नु भएको छ, आफैले दुईचोटि सही गर्नु भएको छ। अब अहिले उहाँभन्दा त जुनियर हुन् नि त सर्वोच्चका अरू न्यायाधीशहरू। पढेको के हो लेखेको के हो, खोइ पढेको सुशीला कार्की भन्दा मैले बढी पढाएको छु होइन। त्यो अर्को गृहमन्त्री हुनेहरू यिनीहरू हेर्नुहोस् के पढेको हो थाहा छैन भने। अदालतमा अहिले उहाँभन्दा जुनियरै हुनुहुन्छ न्यायाधीशहरू, पढाइमा बढी नै हुनु होला, कतिपय कम हुनु होला। उहाँहरूले पहिलाको प्रधान न्यायाधीशले दुई पटक लेखेर सही गरेको कुरा त मान्नुहुन्छ होला नि त। यो संविधानै पल्टाएर हेर्ने हो भने त न उहाँ प्रधान न्यायाधीश भइसकेको प्रधानमन्त्री हुन मिल्छ, न यो धारा बमोजिम प्रधानमन्त्री नियुक्त गर्न मिल्छ, न सांसद नभएको मान्छे प्रधानमन्त्री हुन मिल्छ। यो नमिलोस्, नमिलेकै सही, तर नमिलेको कुरा अर्को पनि गर्देऊ न। सिधा प्रधानमन्त्री चुन्ने व्यवस्था गर्देऊ अबको चुनावमा, राइट टु रिकल र राइट टु रिजेक्ट राखिदेऊ, सिधा यो संविधान निलम्बन गर्देऊ। किनकि संविधान खाएरै तिमी मन्त्री प्रधानमन्त्री के भएका हौ। अनि आफूलाई चाहिने जति चाहिँ निलम्बन संविधानको धारा, जनतालाई चाहिने र जेनजीलाई चाहिने चाहिँ जारी राख्ने। यस्तो हो भने त फेरि ठोक्नु पर्दैन त जेनजीले। हामीले अहिलेको आवश्यकता यही हो, यसलाई असफल गराउने, चुनाव कुनै पनि हालतमा हुन नदिने, वा हुन दिने हो भने प्रदेश सभा खारेज गरेर जेनजीको माग पहिला पुरा भएपछि मात्रै चुनाव हुन दिने। मध्ये हामीले के रोज्ने हो? अब जेनजी साथीहरूले कुनै पनि हालतमा यो रगतको बदला लिनै पर्छ। यिनलाई मन्त्री प्रधानमन्त्री बनाउन मात्रै यो रगत बगाएको होइन। यसमा प्रष्टतः हामीले एउटा निर्णयमा पुग्न जरुरी छ। धन्यवाद। स्वागत सर। यो हाम्रो अब यो ६२-६३ पछिका सबै सरकारहरू चाहिँ अलिकति कम्युनिस्ट विचारधारा, अलि सोसियलिस्ट विचारधाराका भए कसैले पनि धर्म र संस्कृतिको कुरा गर्दै गरेनन् होइन सर। अब यदि राजा या राजसंस्थाको पुनरागमन हुन्छ भने के धर्म र स्वधर्मको स्थापना हुन्छ हुँदैन, र के राजाको त्याग तपस्या कुर्सीका लागि हुन्छ या देशका लागि हुन्छ? यसमा हजुर अलिक प्रश्न पारिदिनु न। धर्मको पनि विषय आयो है अलिकति। धर्मसँग सम्बन्धित विषय चाहिँ के छ भने म एकदम सिधै प्रवेश गर्छु। धर्मनिरपेक्षता। धर्मनिरपेक्षता भन्ने शब्द नेपालीमा त्यो शब्दै हुँदैन। सेक्युलरिजम भन्ने शब्दको नेपाली ट्रान्सलेसन धर्मनिरपेक्षता हुँदैन। यो धर्मनिरपेक्षता के हो भनेर बुझ्नलाई पहिला थियोक्रेसी भन्ने बुझ्नुपर्छ। थियोक्रेसी भनेको धर्मतन्त्र हो। जुन देशमा अदालतले गरेको फैसला त्यो देशको अफिसियल स्टेट चर्च, अफिसियल स्टेट मस्क, अफिसियल स्टेट टेम्पल्सहरूको प्रमुख आधिकारिक राजकीय धर्मगुरुले खारेज गर्न सक्छ अदालतको फैसला पनि, सरकारको निर्णय पनि बदर गर्न सक्छ। फैसला जस्तोसुकै गर्ने न्यायाधीशलाई धर्मगुरुले मृत्युदण्ड दिन सक्छ। हो, त्यस्तो देश चाहिँ धर्मनिरपेक्षताको अपोजिट थियोक्रेसी, धर्मतन्त्रबाट चलेको देश हुन्छ। तपाईँले कतिपय देशमा देख्नुहुन्छ न्यायाधीशलाई नै फतवा जारी गरिदिन्छ, धर्मगुरुले न्यायाधीशलाई नै मृत्युदण्डको सजाय दिन्छ। तपाईँले स्पेनको युवराजाधिराज होला भन्ने थिए, उनले बीबीसीमा समाचार पढ्ने लेड्जिया भन्ने केटीलाई समाचार पढेको देख्दा देख्दै वान साइडेड लभ भयो। अनि उनले चाहिँ आफ्नो चाहिँ प्रेम प्रस्ताव चाहिँ प्रस्तुत गरे। त्यो समाचार पढ्ने केटीले पनि ओके गरिन्, उनले बिहे गर्ने भए। तर स्पेनमा युवराजले बिहे गर्ने केटी युवराजले मन पराएर हुँदैन, संसदले मन पराउनुपर्छ। संसदले मन पराएर चाहिँ संसदले पनि ओके गरेपछि अनि क्याबिनेटले पास गर्नुपर्छ, त्यसपछि युवराजले बिहे गर्न पाउँछ। तर त्यहाँ के भयो भने संसदले पास गरेपछि क्याबिनेटले पनि पास गरिदियो, तर प्रमुख धर्मगुरु अफिसियल स्टेट चर्चका मुख्य पादरीले यो विवाह हुँदैन, संसदको निर्णय पनि खारेज हुन्छ, सरकारको निर्णय पनि बदर हुन्छ, नल एन्ड भोइड भनेर भनिदियो। धर्मगुरुसँग त्यो अधिकार हुन्छ धर्म सापेक्ष देशमा। हेर्नुहोस् है, तपाईँको इस्लामिक स्टेटहरूमा चाहिँ त्यो अनावश्यक ब्याजहरू लिएको थाहा पायो भने फतवा जारी गरिदिन्छ धर्मगुरुले। उनीहरूले आफैले आफ्नो हिसाबले लगेर 10% जति बुझाउँछन्, तर ब्याज भनेर लिन पाउँदैन। धर्मले शासन चलाएको हुन्छ, तर धर्मले शासन नचलाएको चाहिँ त्यो थियोक्रेसीको अपोजिट अवस्था हो। यो भनेको के भने टर्की संसारको सबभन्दा पुरानो धर्मनिरपेक्ष मध्येको एउटा देश हो, सेकुलर देश भनौँ। किन त्यहाँ अहिले पनि 96% चाहिँ तपाईँको इस्लामिक मान्छेहरू हुँदाहुँदै पनि उसले सेकुलर किन घोषणा गर्यो भने अदालतले फैसला गर्यो धर्मगुरुले खारेज गरिदिन्छ, सरकारले एउटा निर्णय गर्यो धर्मगुरुले खारेज गरिदिन्छ। अनि धर्मगुरुको अधिकार बेग्लै हो, राजनीतिक नेताहरूको अधिकार बेग्लै हो भनेर धर्मगुरुको अधिकार र राजनीतिक नेताको अधिकारलाई अब सेपरेसन गर्नुपर्छ भनेर एउटा प्रिन्सिपल आयो। युरोपका धेरै देशहरूमा धर्मगुरुले न्यायाधीशको, सरकारको, संसदको अधिकारहरूमाथि हनन गर्थे धर्मगुरुले।
त्यहाँ पनि शासन गर्थे। तर धर्मगुरुको अधिकार बेग्लै, राजनीतिक नेताको अधिकार बेग्लै भन्ने एउटा प्रिन्सिपल सबभन्दा पहिला विश्वमा सेकुलरिजम भन्ने वर्डबाट आयो। त्यो वर्ड प्रपाउन्ड गर्ने, त्यो वर्ड इन्भेन्सन गर्ने मान्छे चाहिँ जर्ज ज्याकोब होल्योक हुन्। जर्ज ज्याकोब होल्योकले एउटा सेकुलरिजम भन्ने प्रिन्सिपल ल्याए। त्यो सेकुलरिजम प्रिन्सिपल इट डिल्स विथ द प्रिन्सिपल द्याट डिफरेन्सिएट्स द पावर अफ अफिसियल स्टेट चर्च, मस्क्स, टेम्पल्स एन्ड मङ्क्स विथ द पोलिटिकल लिडर्स। यो एउटा पोलिटिकल लिडर्सको राइट र धर्मगुरुको राइटलाई सेपरेसन गर्ने थियोरी हो सेकुलरिजम भन्ने। नेपालमा अहिलेसम्म पशुपतिको मूल भट्टले अदालतको फैसला खारेज गरेको सुन्नु भएको छ? कहिल्यै सुन्नु भएको थियो? थिएन। हेर्नुहोस्, कहिल्यै पनि संसदले पास गरिसकेको कानुन यो भएन भनेर पशुपतिको मूल भट्टले वा धर्मगुरुले भनेको तपाईँले कहिल्यै सुन्नु भएन। त्यस्तो छँदै थिएन। भनेको हामी पहिल्यै सेकुलर थियौँ। राजाका पालामा राजाको दरबारको अगाडितिर मस्जिद थियो, जामे मस्जिद अहिले पनि छ। राजाका पालामा हामीले मुसलमान साथीहरूलाई, इस्लामिक धर्मका साथीहरूलाई विमान टिकटमा सुविधा दिएर मक्का मदिना भ्रमण गर्नलाई चाहिँ हज कमिटी गठन गरेर पठाउँथ्यौँ। अहिले पनि त्यो निरन्तर छ। तर राजाका पालामा जे काम राजाबाट हुन्थ्यो, मठ मन्दिरहरूमा पूजा गर्ने, अहिले राष्ट्रपति भन्नेले गरिरहेछन्। काम त उही भइरहेछ। यस्तो काम चाहिँ पहिला त्यही भइरहेको थियो। जो राजाको पालामा राजाले धार्मिक कामहरू गरिन्थ्यो, त्यो राष्ट्रपतिको पालामा पनि राजाले गरेकै काम अहिले पनि अब यो दसैँको हर्क बढाइ गर्दै फुलपाती भित्राउने, त्यसमा यो इन्द्र जात्राको त्यो भोटो हेर्ने, यो कुरा पशुपति उसमा तपाईँको भद्रकालीको खड्ग साट्ने, यो सबै काम पहिला राजाले गर्ने, अहिले राष्ट्रपतिले गर्छ। यसरी काम चाहिँ त्यही भइरहेको, तर धर्म निरपेक्ष भनेको धार्मिक काम चाहिँ भइरहेको। यस्तो स्टेटसलाई चाहिँ धर्मनिरपेक्षता नभनेर छद्म निरपेक्षता भन्छ। यसलाई सिडो सेकुलरिजम भन्छ। यो सिडो सेकुलरिजम भएका केही देशहरू थिए, जस्तो मदागास्कर भन्ने देशमा यस्तै सिडो सेकुलरिजम थियो। पछि फेरि संसदबाटै धर्म सापेक्षतामा आयो। जस्तै रेजा पाहलवीको समयमा इरानमा त्यस्तै हो। पहिला निरपेक्षता घोषणा गरेको, तर सिडो सेकुलरिजम कायम थियो। पछि फेरि तपाईँको निरपेक्षता अन्त्य भयो। भनौँ त्यहाँ थियोक्रेसी कतिपय ठाउँमा छ, कतिपय ठाउँमा छैन। अब हामीले यो धर्म बचाउने भनेको चाहिँ वास्तवमा सत्य बचाउने, न्याय बचाउने, इमान्दारिता बचाउने हो नि। यसैले धर्मको रक्षा अहिले सिधै यो गृहमन्त्रीले तपाईँको गाई काटेर खान पाउनुपर्छ भन्ने रिट हालेको यहाँलाई थाहा छ। त्यसमा कतिले अपव्याख्या गर्नुभयो। त्यसको कतिपय कानुनको विद्यार्थी पनि यहाँ हुनुहुन्छ होला। उहाँले सिधै गाई काटेर खान पाउनुपर्छ यो लेखा छैन। तर के छ भने त्यो रिट पढिसक्दाखेरि त्यसको के कारणले गरेको रहेछ भन्ने न्यायाधीश 3 जना न्यायाधीशहरूको समूहले पत्ता लगायो। अनि रिटमा जहिले पनि नजिर भयो भने त्यसको सुरुमै बोल्ड लेटरमा लेखेको हुन्छ, यो नजिर चाहिँ कायम यो रिटले माग गरेको कुराको व्याख्या गर्दाखेरि यस्तो भयो भनेर सबभन्दा सुरुमा लेखा हुन्छ। त्यसमा के छ भने घुमाएर उहाँले गाई मार्नेलाई सजाय नहुने कुरा माग गरेको रहेछ। त्यसैले गाई गोरु मार्न पाउनै पर्छ भन्न मिल्दैन भनेर लेखेको छ। तपाईँले त्यसको प्रकरण 5 भन्छ, त्यो भनेको अनुच्छेद, त्यो प्याराग्राफ। तर प्रोपाउन्ड गरेको थियरीको अप्पर पार्टमा लेखेको हुन्छ। त्यो त्यसको 5th चाहिँ च्याप्टरमा फर्स्ट सेन्टेन्स हेर्नुभयो भने यो रिट जारी हुने हो भने उहाँले त घुमाएर गाई मार्नेलाई सजाय नहोस् भनेर पो लेखेको रहेछ। तर हामी न्यायाधीशहरू त्यो हुनुहुँदैन भन्छौँ भनेर लेखाएको छ क्या त्यसमा। मैले साधारण हिसाबमा बुझ्ने गरी बताइरहेको छु। अब यसरी अर्को फेरि उहाँकै चाहिँ श्रीमतीले कुमारी प्रथा अन्त्य गर्नुपर्छ भनेर चाहिँ हाल्नुभएका कुराहरू पनि त्यो पनि प्रमाणित तथ्य हो। यसरी धर्म संस्कृति परम्परा अन्त्य गर्ने गरिकन यो योजनामा आएको छ। धर्मको राजनीति गर्नु हुँदैन भन्नेहरू नै खास गलत राजनीति गरिरहेछन्। राजनीति पापको गर्नु हुँदैन, धर्मकै गर्नुपर्छ। राजनीति धर्मको गर्नुपर्छ, राजनीति पापको गर्नु हुँदैन। धर्मको राजनीति गर्नेले सत्य, न्याय, विवेक यसमा ध्यान दिन्छ। न्यायाधीशले पनि तपाईँको चाहिँ फैसला गर्नुपर्ने कसरी हो भन्ने कुरो धर्ममा धेरै व्याख्याहरू भएको छ। मैले त्यतातर्फ गइनँ। तर एउटै कुरा के भन्छु भने हामीले पापको होइन धर्मको राजनीति गर्नुपर्छ। धर्मको राजनीति गर्दाखेरि नेपाल हिन्दू, बौद्ध र किराँत धर्म राज्य हो। बुद्ध यहाँ जन्मेको, बुद्ध हामी चाहिँ क्रिस्चियन साथीहरू जस्तो एउटा जिजस मात्रै मान्दैनौँ। हामी इस्लामिक धर्मका साथीहरू जस्तो एउटा अल्लाह मात्रै मान्दैनौँ। हामी त आरती गर्दै ईश्वर अल्लाह तेरो नाम सबलाई सम्मति दे भगवान भन्छौँ। ईश्वर पनि भन्छौँ, अल्लाह पनि भन्छौँ, भगवान पनि भन्छौँ। हामी बहुईश्वरवादी हौँ, प्लुरालिस्टिक हौँ हामी। अब उहाँहरू चाहिँ एकेश्वरवादी हुनुहुन्छ, हामी बहुईश्वरवादी छौँ। त्यसैले हाम्रो नेचरै नेपालीहरूको के छ भने नेपाली इस्लाम धर्मका साथीहरू र क्रिस्चियन धर्म मान्ने मान्छे पनि म विनम्रतापूर्वक माफी चाहेर अलिकति जोड्न चाहन्छु। अस्तिको
जेनजी आन्दोलनमा हेर्नुहोस् त इस्लाम धर्म मान्ने साथी पनि हुनुहुन्छ, त्यहाँ मुस्लिम साथी पनि हुनुहुन्छ शहादत प्राप्त गर्ने, त्यहाँ प्रकृति पूजक हुनुहुन्छ, त्यहाँ वैष्णव प्रणामी रामानन्दी इत्यादि के यो सनातन वैदिक यसले के देखाइरहेछ भने शहादत प्राप्त गर्न जान ज्यान दिनका लागि सबै धर्मका साथीहरू हुनुहुन्छ। त्यहाँ क्रिस्चियन साथीहरू पनि हुनु होला, क्रिस्चियन साथीहरू पनि नेपालमा कोही छन् भने राजा आउने बित्तिकै क्रिस्चियनलाई धपाउने हो र होइन, उसको पनि राजा हो, सबैको राजा हो। तर के हो भने जबरजस्ती धर्म परिवर्तन गर्ने कुरा दण्डनीय हुन्छ। अहिले चाहिँ योजना बनाएर गरेका छन्, विभिन्न सन्धि सम्झौता र प्रोजेक्ट ल्याएर गरेका छन्। जबरजस्ती त हिन्दू पनि बनाउन मिल्दैन नि, यो त हो नि होइन र? अब हामीले के बुझ्नुपर्छ भने धर्म नमान्ने भन्दा धर्म मान्ने मान्छे राम्रो हो। क्रिस्चियनै किन नहोस्, अर्को इस्लाम धर्म बुद्धिस्ट धर्म जे होस्, मनमा धर्म भएको मान्छे राम्रो हो। मान्नु छ आफ्नो, तर कसैलाई जबरजस्ती विभिन्न प्रलोभन इत्यादिबाट परिवर्तन नगराउनुहोस्। राजाले त यो भने हो, राजाको पालामा यही थियो त त्यो बेलामा पनि। क्रिस्चियनहरूको नाममा तपाईँको नागरिकतासम्म पाएका छन् त। रेशम पौडेल भन्ने एकजना हुनुहुन्थ्यो भैँसे पार्टीको, होइन? जबरजस्ती धर्म परिवर्तन गराएकोमा मात्रै सजाय भएको छ, नभए यसरी प्रलोभन दिएन इत्यादि यो कुरालाई त रोक्नै पर्छ, कसैलाई पनि बनाउन मिल्दैन। धर्मका सवालमा हामीले यो नराम्रो कुरा हो भनेर फिजाइयो कि त्यस्तो होइन। हाम्रो धर्म संस्कृति बचेन भने त हामी बस्दैनौँ र नेपालमा राज संस्था फर्किएन भने निश्चित छ यो ग्लोबको नक्साबाट नेपाल भन्ने देशको नक्सा डिलिट हुनेछ। 700 राजवंश त सम्राट अशोकले अन्त्य गरेपछि 700 देशै अन्त्य भए। राजा अन्त्य भएपछि तपाईँको चाहिँ सिक्किम अन्त्य भयो। हेर्नुहोस्, राजा अन्त्य भएका सबै देशमा कि राजा फर्किएकै छ, बेलायतमा जस्तो, स्पेनमा जस्तो, कम्बोडियामा जस्तो, किनकि त्यहाँ यहाँ जस्तै अर्काको संस्कृति भित्र्याउने, बालुटारको जमिन खाने जस्ताहरू शासनमा आए, ओली देउबा प्रचण्डहरू जस्ता, र त्यहाँ राज संस्था फर्कियो। नेपालमा पनि ठ्याक्कै त्यही भएको छ। राज संस्था नफर्कियो भने अहिले नै तपाईँको इन्डिया र चाइना तर्फबाट हाम्रो लिपुलेख लिम्पियाधुरा खान थालिएको छ। नेपाल डिलिट हुन्छै हुन्छ, यो ढुक्क भए हुन्छ। त्यसैले देश बचाउने कि हामीले राज संस्था फेरि पुनर्जीवित गर्ने भन्नेतर्फ यो पुस्ताले साँच्चै इतिहास पढेर बुझेर अगाडि बढ्न जरुरी छ। धन्यवाद। धन्यवाद। अब हामीसँग समय पनि त्यति साह्रै छैन। जाँदै एउटा प्रश्न हजुरलाई के सोध्न मन लाग्यो भन्दाखेरि, जस्तै अहिलेसम्म 62-63देखि चाहिँ एक प्रकारको निषेधको राजनीति, एक प्रकारको भनौँ न द्वेषको राजनीति गरिरहेको देखिन्छ यो अहिलेको पोलिटिकल पार्टिजहरूले जनतामाथि अथवा कुनै पृथक आइडियोलोजी राख्नेमाथि, जस्तै नेसनलिस्टिक आइडियोलोजी राख्नेहरूमाथि चाहिँ एउटा द्वेषको एउटा उहाँहरूको त्यस्तो नियति के अरे नजिर देखिन्छ। जस्तै अब अहिलेको यो डक्ट्रिन अफ नेसेसिटी जुन युज गरेर हाम्रो प्रधानमन्त्री नियुक्ति हुनुभयो, त्यो त एक हिसाबले अब हाम्रो माइट इज राइट भन्ने कुरालाई प्रष्टीकरण गर्यो। अब जस्तै अब यदि हामीले समयमै नयाँ संविधान सबैजनाले समेट्ने गरी, सबैजनाको मनोभावना समेट्ने गरी, होइन, जनताको राय सुझाव सबै कलेक्ट गरेर बोरामा नकुहाएर अगाडि नबढ्ने हो भने त, जस्तै अब कतिपय विचारधाराहरू सीमित व्यक्तिवर्गका कतिपय विचारधाराहरू सीमित व्यक्तिवर्गलाई मन नपर्न सक्छन्, तिनीहरूले फेरि आन्दोलन गर्लान्, फेरि ढुङ्गामुढा गर्लान्। त्यो त लगभग अब यो एक किसिमको यो लुपमा देश फस्ने भयो। अब यसको चाहिँ निकास के? अब कसरी चाहिँ अब भनौँ न राज संस्थाले चाहिँ यो कुरालाई सम्बोधन गर्नेछ, अनि के अब हाम्रो देशमा स्थायित्व आउनेछ, अनि एक हिसाबको विधिको शासन चल्नेछ त्यसपछि? यो अघि यहाँले भन्नुभयो जस्तो डक्ट्रिन अफ नेसेसिटी होइन, यो चाहिँ डक्ट्रिन अफ अपर्च्युनिटी, डक्ट्रिन अफ बिट्रेयल टु डिसिभ हो भनेर बुझ्नुपर्छ। अहिलेको चाहिँ डक्ट्रिन अफ नेसेसिटी हुनका लागि रेजिम स्विफ्ट हुनु पर्यो, ट्रान्सफर हुनु पर्यो। डक्ट्रिन अफ नेसेसिटी चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न, ओम प्रकाश अर्याललाई चाहिँ मन्त्री बन्न मात्रै भयो। डक्ट्रिन अफ नेसेसिटी लागू हुन्थ्यो भने के हुन्थ्यो भन्दा, फर्स्ट अफ अल संविधान निलम्बन हुन्थ्यो, अन्तरिम शासन विधान जारी हुन्थ्यो, अनि संविधानले नदिए पनि जेनजीले चाहे बमोजिम प्रदेश खारेज हुन्थ्यो। त्यो डक्ट्रिन अफ नेसेसिटी भने। डक्ट्रिन अफ नेसेसिटी अनुसार उहाँ प्रधानमन्त्री भएको अहिले भन्न मिल्दैन, किनकि हामीले युगान्तकारी परिवर्तनमा मात्रै डक्ट्रिन अफ नेसेसिटीलाई अप्लाई भएको मान्न सकिन्छ। युगान्तकारी भनेको युगको अन्तर हुने, एउटा युगबाट अर्को युगमा प्रवेश गर्ने। हामीले अहिले ओली देउबा प्रचण्डको ठाउँमा
यो चाहिँ योगेश विश्वप्रकाश हरू आएर मात्रै चेन्ज हुन्छ त यो हुँदैन। किनकि जेनजीले के भनेको छ भने शरीर र उमेर केही पनि होइन, त्यसैले देउबा बुढो भए पनि त्यसलाई पनि ठोके, उमेर कम भए पनि गगनलाई पनि ठोके, किनकि गगनको दिमाग र देउबाको दिमाग छ। त्यसो भएको हुनाले यो उमेरको कुरा होइन, दिमागमा के भरिएको छ भन्ने कुरा हो भनेर जेनजीले बुझाएको छ। र हामीले खालि उमेर समूह एउटा भएका मान्छेहरूको मात्रै सरकारमा उपस्थिति कतै खोजेको होइन कि सरकारमा पनि जेनजी त छैन त, कोही पनि छैन। त्यसैले गर्दा मूल तत्त्व चाहिँ कहाँ छ भने हामीले यो सांसद खरिद बिक्रीबाट सरकारको प्रमुख छान्ने एउटा, अर्को मूल रूपमै राज संस्था जो नरहने भने देश रहँदैन, यो निश्चित भइसक्यो। तपाईँले जब एमसी स्वीकार गर्नुहुन्छ तपाईँलाई किन चाहियो, वरम न राज्यम न कुराज राज्यम भन्छ, इज फार बेटर नट टु हेभ एनी आइडेन्टिटी अफ एनी नेसन। यदि तपाईँको आफ्नो त्यो आइडेन्टिटी राष्ट्रको रहिरहन्छ तर खराब राष्ट्रको रहन्छ भने त्यति बेला राष्ट्र हुनुको कुनै पनि अर्थ हुँदैन। भूमि नभए पनि राष्ट्रको मान्यता दिएको छ संयुक्त राष्ट्रसङ्घले। प्यालेस्टाइनी तपाईँको चाहिँ इजरायलीहरूको युद्धको हिस्ट्री हेर्नु भएको छ पक्कै होइन, राष्ट्रका भूमिका लागि लडिरहेको भनेर दिएको छ। तर मूल कुरा भनेको संस्कृति, धर्म, परम्परा, इतिहास। हेर्नु त भुटानीहरू तपाईँको चाहिँ भूगोल चाहिँ मुख्य कुरा हो कि संस्कृति मुख्य कुरा हो भनेर संस्कृति बचाउन देशै पनि छोडेर हिँडे, कुनै दिन प्राप्त गर्छौँ भनेर। त्यसो भएको हुनाले हामीले अहिले बुझ्नै पर्ने कुरा एकदमै महत्त्वपूर्ण के छ भने राज संस्था नरहँदाखेरि देश मिलिकन बेच्ने कुरा कन्फर्म हो रहेछ। त्यसैले सबै मिलेर एमसीसी पास गरे, सबै मिलेर। किनकि एमसीसीको तपाईँले 5A मा हेर्नु भने के लेखेको छ भने नेपालको सरकार नेपालमा छैन, नेपालको सरकार इन्डियामा छ भन्ने कुरो मान्छौँ भनेर लेखेको सही गरेका छन्। नेपाल हेज टु सबमिट द डिटेल प्रोजेक्ट रिपोर्ट इन कन्सेन्ट अफ गभर्मेन्ट अफ इन्डिया। इन्डियन गभर्मेन्टको कन्सेन्टमा नेपाल सरकारले आफ्नो प्रोजेक्ट रिपोर्ट बुझाउनु पर्छ। इन्डियन गभर्मेन्टको कन्सेन्ट छैन भने नेपाल गभर्मेन्टले यो प्रोजेक्ट रिपोर्ट दिएको हो भनेरै मान्दैनौँ भन्ने कुरो लेखेको छ। यस्तो कुरा जब स्वीकार गर्छन् अनि देश रह्यो त, भूगोल मात्र देश होइन। यो भएको हुनाले देश नरहने निश्चित छ। राज संस्थाका लागि युवा पुस्ता लाग्न पर्छ अनि मात्रै न्याय स्थापित हुन्छ, नभए मिली नेताहरूले लुटेर खाने नै हो। लुटेर खानलाई नयाँ भनेका दलहरू पनि त पटक पटक होइन लुटेर खान गए। जेनजीले त स्वीकारै गरेन नि ती नयाँ भन्नेलाई पनि यो पटक, किनकि तिमी पनि त्यही टाउको जोड्दै पटक पटक होइन मन्त्रीमण्डलमा गएर खाने नै रहेछौ भन्ने बुझ्यो। त्यसैले खोजेको जेनजी पुस्ताले के छ, देशको रक्षा, त्यो भनेको राष्ट्रियता, धर्म, संस्कृति इत्यादिको मूल अभिभावकत्व ग्रहण गर्ने राज संस्था नै हो। हामीले त्यो ढङ्गले प्रशिक्षित गर्नुपर्छ। अरू थप यो त अल्फाको पनि रगत बगेको छ, जेनजीको मात्रै बगेको छैन। र अल्फाको बाबुआमा अहिलेको त्यो छ सायद 28 वर्षकै हुनु होला। हेर्नुहोस्, जेनजीका सन्तानको रगत बगेको छ र यी सबै जेनजीहरूको अभिभावकहरू त्योभन्दा अलिकति केही वर्ष अगाडिको त हो, जसको आकांक्षा पनि अहिलेको जेनजी पुस्ताकै आकांक्षा बोकेर बसिरहेको थियो। तर नेताका कार्यकर्ताहरूले पेले, तर आकांक्षा चाहिँ जेनजीकै आकांक्षा बोकेर जेनजीको अघिल्लो केही वर्ष अगाडिका साथीहरू, हाम्रो उमेरका चाहिँ साथीहरू पनि यही जेनजी पुस्ताकै भावना लिएर लडिरहेकै थियो कि राइट टु रिकलका लागि म आफै लडेको थिएँ त 13 वर्ष अगाडि। त्यो भएको हुनाले हामीले राज संस्था पुनर्स्थापनातर्फ लाग्नुपर्छ। धन्यवाद सर। जाँदा जाँदै एउटा अन्तिम प्रश्न हजुरलाई, जस्तै अब हामी कतिपय जेनजीहरूको यहाँ के भइदियो भन्दाखेरि हामी नेपाल भन्ने संस्थाका सुदन गुरुङ, अब म त दाइ नै भन्छु, दाइले चाहिँ सुरुमा के भन्नुभयो भन्दाखेरि हामी चाहिँ यो प्रोटेस्टलाई चाहिँ हामीले मेन्टेन मात्रै गरिरहेको हो, हामी अर्गनाइजर चाहिँ होइन भन्नुभयो। अब अहिले चाहिँ उहाँले पार्टी खोलेरै हामी यसमा जुट्छौँ भनेर भन्नुभएको छ। साथै अब आज दिउँसो एउटा अल जजिरा जुन अब भनौँ न एक प्रतिष्ठित न्युज एजेन्सी हो, त्यहाँ चाहिँ उहाँले इन्टरभ्यू दिँदै के भन्नुभएको रहेछ भन्दा अब अहिले नै चाहिँ म प्रधानमन्त्री बन्दिनँ, तर भविष्यमा परिआए चाहिँ म प्रधानमन्त्री बन्नलाई तयार छु भन्नेसम्मको स्टेटमेन्ट दिनुभएको छ होइन। त्यो बेलामा त उहाँले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ अब हामी नेपाल यो सरकारमा जाँदैन, केही पनि हुँदैन भन्ने खालको हिसाबले मात्रै उहाँले त्यो बेलामा आफ्नो अभिव्यक्तिहरू दिनुभएको थियो। अब यसलाई चाहिँ हामीले कसरी ग्रहण गर्ने? अब खासमा त जेनजीको एक हिसाबले अभिभावकत्व बोकेर उहाँ राष्ट्रपतिज्यू कहाँ वार्ता गर्न पुग्नु भयो, अहिले चाहिँ फेरि उहाँले यस्तो स्टेटमेन्ट दिइरहनु भएको छ। यो स्टेटमेन्टहरूलाई चाहिँ हजुरले कसरी निहालिरहनु भएको छ? पहिलो कुरा त सरकारको नेतृत्व गर्न तयार छौँ भनेर उहाँ
उहाँले उहाँकै उमेर समूहकाले अरू सबै साथीहरूले भन्नु असाध्यै राम्रो कुरा हो। कुनै पनि प्रतिस्पर्धाविहीन हिसाबले कोही व्यक्ति चाहिँ हैन त्यहाँ आओस् रहोस् भन्ने नै होइन, यस्तो अरू धेरै साथीहरूले भन्नुपर्छ। यहाँ अहिले जति साथीहरू हुनुहुन्छ यहाँहरूले पनि भन्नुपर्छ, तपाईँहरूले पनि भन्नुपर्छ। यो सुखद कुरा हो। तर एट द सेम टाइम हामीले हेर्नुपर्ने के हो भने त्यो आन्दोलनमा वीरगति प्राप्त गर्ने शहीदहरू चाहिँ कसैको पनि फोटो भिडियो देउबा ओली प्रचण्डहरूसँग रहेनछ। मैले उहाँहरूको सामाजिक सञ्जालहरू हेरेँ, फोटो खिचाउँदै हिँड्नु भएको छैन। र जो त्यहाँ वीरगति प्राप्त गर्नुभयो र जति हस्पिटलमा उपचाररत हुनुहुन्छ उहाँहरू मै हो जेनजीको प्रतिनिधि भनेर भन्नेहरू जस्तो नेतासँग फोटो खिचाउँदै हिँडेको कुनै न कुनै दलको भ्रातृ संगठनबाट विद्यार्थीको सोबियुको इत्यादि चुनावमा उठेको र कुनै एनजिओ आइएनजिओ को सदस्य भएको हुनुहुन्न थियो मर्नेहरू जति घाइतेहरू जति। तर यी प्रतिनिधि हौ भन्दै जानेहरू कि आइएनजिओहरूको के दलको सदस्य भएको पाइयो, नेताहरूसँग फोटो खिच्दै हिँडेको पाइयो। यसबाट अर्थ के निस्कन्छ? सबभन्दा महत्त्वपूर्ण कुरा यो, सुकिला मुकिलाहरू अरू इत्यादि आइएनजिओहरूसँग सम्पर्क भएका नेताहरूसँग फोटो खिचाउनेहरू बाँचेका छन् र साँच्चै देशका लागि भनेर कुनै दलमा नभएका भोलिपल्ट विदेश हिँड्न खोजेका मान्छेहरू यिनीहरू चाहिँ मरेका छन्, यिनीहरू चाहिँ हस्पिटलमा छन्। यसको अर्थ के हो? त्यसैले सही हकदार को हो? सही हकदार त्यो जो कुनै पनि विद्यार्थी संगठनहरूको तर्फबाट उम्मेद्वार भएको छैन, जो कुनै पनि नेताहरूसँग फोटो खिचाउँदै हिँडेको छैन, जो कुनै पनि यस्ता आइएनजिओहरूको सदस्य हुँदै हिँडेको छैन। सही हकदार त त्यो हो। तर म खुसी छु कि जेनजी साथीहरूको तर्फबाट जेनजी उमेर क्रस गरिसकेको भए सुदनजीले पनि त्यो भन्नुभयो। किनकि मैले भनेको थिएँ के जेनजी भनेको त विदेशीहरूले बनाइदिएको उमेर समूह हो। हाम्रो हिसाबले भन्ने हो भने यो नेपाली समाज त यस्तो छ खराब, तपाईँले एकदम चाहिँ म्यानेजमेन्ट पढेर जानुहोस्, म यस्तो प्रोजेक्ट ल्याएर 5 वर्षमा ब्रेक इभनमा पुर्याउँछु, यतिजना मान्छेलाई रोजगारी दिन्छु, मलाई लोन दिनुहोस् भनेर ब्याङ्कमा गएर भन्नुभयो। गाउँको एउटा चाहिँ ठुलो ठालुसँग गएर भन्नुभयो भने तपाईँ भर्खरकै उमेरको हुनुहुन्छ भने तपाईँलाई ऋण पनि पत्याउँदैन। हाम्रो समाज त यस्तो पढेको गुणेको केही छैन, अनि 4वटा छोराछोरी जन्माएको छ, अनि त्यो चाहिँ एकदम व्यावहारिक मान्छे हो भने त्यसले चाहिँ ऋण पाउँछ गाउँघरमा पनि। यस्तो छ नि त हाम्रो समाज। त्यो हुँदै हुँदै गुज्रिएर यहाँसम्म आइपुगेको नेपाली उमेरगत चाहिँ समूह विभाजनमा हेर्ने हो भने जेनजी त्यो फरक कुरा हो। फेरि विदेशीले लादिदिएको है। हामी एउटै समस्या भोगिरहेका छौँ। अहिलेको 50 वर्षको मान्छेले पनि त्यही समस्या भोगेको जुन जेनजीले भोगिरहेको। किनकि यी दलहरूको शासन सुरु भएको कहिलेदेखि हो? 2046 साल चैत्र 26 गते। त्यो 2046 साल चैत्र 26 गतेदेखि अहिलेसम्मको सबै उमेर समूहको मान्छेले भोगेको एउटै समस्या हो, लास बनेर बाकसमा फर्किएर आउने एउटै समस्या हो। यो देशको दुर्दशा, हाम्रो पासपोर्ट तपाईँको चाहिँ यसको इम्पोर्टेन्स डिटेरियोरेट हुँदै गएको एउटै समस्या हो। हामी एउटै समूहमा पर्छौँ। यो विदेशीले चाहिँ वर्गीकरण गरिदिएको जेनजी मात्रै होइन, नेपालको विशेष खालका समस्या छ। जेनजीको के कुरा गर्नुहुन्छ? जबकि नेपालको तपाईँको चाहिँ मुगु जिल्लाको अहिलेको त्यहाँको युवाहरूको त्यहाँका मान्छेहरूको औसत आयु बढेर, यो मैले भने फेरि त्यही जेनजी भनेर बनाइदिने वर्ल्ड ह्युमन डेभलपमेन्ट रिपोर्ट तयार गर्ने युएनडीपी को लेटेस्ट रिपोर्ट हेर्नु, जहाँको मान्छेको औसत आयु अहिले बढेर 43 वर्ष भयो। म अघिल्लो संविधान सभाको निर्वाचनको बेलामा त्यहाँ पुग्दाखेरि 41 वर्ष थियो त्यो बेला। हेर्नुहोस्, जहाँको मान्छे 43 वर्षमा मर्दैछ त्यो मान्छेलाई त 18 वर्षमा प्रधानमन्त्री हुन पाउने अधिकार दिनुपर्छ कि पर्दैन? त्यो मान्छेलाई न्यायाधीश हुनलाई 21 वर्षमा दिनुपर्छ। उसलाई तपाईँको उसको आफ्नै खालको एसी चाहिँ 13 वर्षमा दिनुपर्छ होला नि त। औसत आयु यहाँ अरू काठमाडौँमा बस्ने मान्छेहरूको, अन्यत्र बस्ने मान्छेहरूको चाहिँ कति 67 पुग्यो क्यार, अनि 43 वर्षको औसत आयु त्यो हामीले बनायो भने फेरि त्यही विकासेहरूले बनाइदिएको, युएनडीपी वालाहरूले बनाइदिएको। अब उमेर समूहलाई पनि हामीले नेपालका विशेष सन्दर्भमा विशेष ढङ्गले हेर्नुपर्छ। हामी पढे लेखेका मान्छे हो, तिनले जे रटाइदियो हामीले त्यही रट्ने पनि हो। यसो भएको हुनाले अहिलेलाई मानौ सुदनजी त्यसकारण जेनजीकै प्रतिनिधित्व गर्दै हुन्छ। उहाँ जेनजी होइन, तर मैले भने यो जेनजीको मात्रै कुरा होइन, यी दलहरूबाट पाएको पीडा भोग्ने सबै जेनजी होइन। किनकि 46 सालदेखि यताको सपना देशको पुरा भएको छैन। त्यो सपना बोकेका 46 पछिका सबै एउटै समूहमा पर्छ। यसो भएको हुनाले उहाँलाई शुभकामना छ, गर्नुहोस्। तर अहिले जसरी यो देश र जनतालाई धोका दिनुभएको छ, यो संविधान मान्छु भनेर भ्रष्टाचारीलाई मान्नु भएको छ, यो संविधान बचाउँछु भनेर भ्रष्टाचारी बचाउने काम गर्नुभएको छ, छोड्दैनन् जनताले, कसैलाई छोड्दैनन्। जसले जनतालाई धोका दिन्छ आज कोही बलियो होला केही फरक पर्दैन, हामी एक दिन मरेर जाने हो, म पनि मरौँला, तर यसरी धोका दिनेहरूलाई छोड्दैनन्। यो कुरा विचार गर्नुपर्छ। राज संस्थाको लागि अब नउठ्ने सबै बग्नेछन् पानीमा, प्रष्ट छ। धन्यवाद। सबैभन्दा पहिला मेरो तर्फबाट स्वागत सरलाई नमस्कार होइन। मैले चाहिँ एउटा सानो प्रश्न सोध्न चाहे। अहिले हाल फिलहालकै अवस्थालाई निहाल्दा अन्तरिम सरकार बनिसकेपछि प्रचण्डजीले यो संविधान मैले जोगाए भनेर दिनुभएको अभिव्यक्ति तपाईँ कसरी बुझ्नुहुन्छ? राष्ट्रपति रामचन्द्र पौडेलज्यूले शीर्ष नेताहरूसँग छलफल गर्नुभएको कुरा त सार्वजनिक भइसकेको छ यो अन्तरिम सरकार बनाउनुभन्दा अगाडि। अहिले सुशीलाजीलाई प्रधानमन्त्री बनाएर अघि सारिएको कुरा कि यो योजनाबद्ध डिजाइन हो। आन्दोलनको दोस्रो दिनमै उहाँको उपस्थिति पनि संयोग मात्र थियो कि राजनैतिक संयोजन थियो? जेनजीलाई लाग्ने खालको यो त जेनजीले बनाएको सरकार हो भनेर देखाइए जस्तो, तर वास्तवमा त यो पार्टी र विदेशी शक्तिको अनुकूलतामा बनेको डिजाइन होइन र। अनि खासै अब यही विषयमा
अहिलेसम्म चाहिँ हाम्रो यो तिब्बतको भर्चुअल सरकार दलाइ लामाले अहिलेसम्म चाहिँ नेपालमा भएको कुनै पनि प्रधानमन्त्रीलाई शुभकामना पोस्ट नहाल्नु, तर विशेष गरी सुशीलाजीलाई यो पोस्ट हाल्नु अनि फेरि यो नागरिक विधेयक जस्ता कुराहरू यसमा कसरी जोडिएको छन् भन्ने कुरा म बुझ्न चाहन्छु हजुरको ओपिनियन मार्फत। धन्यवाद भीमसेनजी। यहाँको यो प्रश्न मात्रै होइन, स्वयंमा यो एउटा आन्सर्ड क्वेसन हो, उत्तरित प्रश्न हो। तथ्य यही हो कि वास्तवमा यसरी एउटा चाहिँ प्लान गरिएको थियो। त्यो प्लान आजदेखि मात्रै थिएन। त्यो प्लान भित्र को मान्छे कसरी कहाँ एसोसिएटेड छन् यहाँहरू सबैलाई थाहा छ। ती संस्थाहरू जो नेपालको हित विपरीत काम गर्ने योजना बनाइरहेका थिए एकै ठाउँमा जोडिएका छन्। यिनीहरू बेग्ला बेग्लै पेसामा भएको तर एउटै पेसा हो यिनीहरूको, देश अन्त्य गर्ने र पेट पाल्ने। बेग्ला बेग्लै एनजिओको नाम भए पनि यिनीहरूको एउटै काम छ र पार्टी पनि कसैको फरक फरक देखिन्छ, तर अन्ततः त्यही विदेशी पैसाबाट चलिरहेको पनि वेबसाइटहरूबाट देखियो। यसले गर्दा यो सुरुदेखिको प्लान थियो। यो प्लान योभन्दा अगाडि नै यिनीहरूले सफल गराउनका लागि मौका खोजिरहेका थिए। अहिले यसरी जेन्जी साथीहरूलाई सुरुदेखि नै मैले त पटक पटक आँखा खुलाउने प्रयत्न गरेको थिएँ। अहिले मैले बोल्नै परेन, सबैले भन्न थालेका छन् स्वागतजीले त्यति बेलादेखि करायो भनिरह्यो, तर वास्तवमा उसले भनेको ठिक रहेछ, यो षड्यन्त्र हो रहेछ भनेर बुझ्न थालेका छन्। हामीले यसलाई अब धेरै नबोलिकन राम्रोसँग नेपाली जनताले बुझिसके। अहिले बाटोमा गएर एकचोटि हरेक मान्छेलाई सोधिदिनुहोस् यो धोका भयो कि भएन, जेन्जीलाई चाहिँ न्याय भयो, त्यो रगतमा न्याय भयो। हरेक मान्छेले प्रश्न बुझेका छन्, धोका भयो, यो त विदेशी षड्यन्त्र रहेछ, बुझिसकेका छन्। नेपाली रगत बमोजिमको आकांक्षा पूरा हुन संविधान तत्काल खारेज हुनुपर्छ। अब त निलम्बन मात्रै पनि होइन, खारेज हुनुपर्छ। नभए यो जनताले फेरि पनि उठ्ने विद्रोहले धुलिसात बनाउँछ, मटियामेट बनाउँछ, यसलाई सखा पारेरै छोड्छ। नभए देश अन्त्य हुन्छ, अन्त्य हुन दिनुहुन्न। धन्यवाद। नमस्ते स्वागतजी, तपाईँलाई पूर्ण नमस्ते भन्न चाहे मैले चाहिँ अब सोध्नु पर्दाखेरि अब तत्काल अवस्थामा जुन हामीले निरय हामी भएको छौँ, तपाईँले बारम्बार भनि नै रहनु भएको छ, हामी चाहिँ अब क्लुलेस होपलेस धेरैवटा अवस्थाबाट होइन, किनकि सिस्टमिक हामी माथि अपरेसन पनि भएको छ। सिस्टमिक करप्सन, सिस्टमिक विभिन्न कुराहरूले चाहिँ हामीलाई जक्डिएर राखेको छ। त्यसो गर्दै गर्दाखेरि चाहिँ अब एकचोटि सानो एउटा कन्टेक्स्ट पनि दिन्छु होइन। यो राज संस्था पुनर्स्थापनको आन्दोलन निकै नै भयो। निकै हुँदाखेरि लगभग 2080 सालको चैत 27 गतितिर राप्रपाले पनि आन्दोलन राखेको थियो। त्यति बेलामा ब्रिगेडी मण्डप अगाडि चाहिँ आन्दोलनकारी भन्दा पनि धेरै चाहिँ के ब्रिगेडी मण्डप भद्रकाली अगाडि आन्दोलनकारी भन्दा धेरै प्रहरी राखेर सिंहदरबारलाई जगाएको थियो। त्यसको 1 वर्षपछि चैत 27 गति घटना हामी सबैले थाहा नै भयो कस्तो खालको घटना परिघटना भयो भनेर। त्यसपछि मैले एउटा सानो निष्कर्ष निकालेँ, सडक आन्दोलनबाट चाहिँ अलिकति अप्ठ्यारै रहेछ। सरकार पूर्ण रूपमा चाहिँ मान्छेको अब कुरालाई नसुन्ने नबुझ्ने भन्ने निष्कर्षमा निस्किसकेपछि चाहिँ अब यो तन्त्र विद्याकै देश हो, अलिअलि त्यसमा पनि लागिराख्नु पर्दा भन्दाखेरि जगमान गुरुङ, तपाईँले राम्रोसँग चिन्नुहुन्छ, जगमान गुरुङले गोर्खामा भयङ्कर यज्ञ गर्नुभएको थियो। त्यति बेला म नि सरिक थिएँ। त्यहाँबाट गएर आइसक्दाखेरि पनि चाहिँ कुनै पनि खालको ठोस निष्कर्ष चाहिँ निस्किएन। त्यो भन्दै गर्दाखेरि ज्ञानेन्द्र सरकारले जुन दस्तावेजको आधारमा चाहिँ राज संस्था बाहिरीगमन भयो, अब मान्छेले 5 बुदा भन्छन् 7 बुदा भन्छन्, त्यो कति बुदा हो उनी नै जानुन्। त्यो दस्तावेजको चाहिँ केही इम्पोर्टेन्स अझ पनि छ कि, र अहिलेको अवस्थामा उहाँले लिने कदम अब हामीलाई त थाहा नहुने नै होला, तर उहाँले लिनुपर्ने कदम र हामीले दिनुपर्ने साथ चाहिँ कुन आधारबाट, कुन पोइन्ट र कुन ट्रेजेक्टरीबाट चाहिँ होला भन्ने चाहिँ मैले प्रश्न राख्न चाहेँ। धन्यवाद। धन्यवाद। म एकदमै छोटोमै बताउन चाहन्छु। यो 5 बुदा त्यति बेला राजाबाट नासोको रूपमा चाहिँ श्रीपेज नेपाल सरकारलाई चाहिँ छोडेको पत्रकार सम्मेलनमा बताइबक्सेको थियो। म स्वयं पनि त्यो पत्रकार सम्मेलनमा थिएँ, मैले पनि केही प्रश्नहरू गरेको थिएँ। नासो शब्द मुलुकी ऐनमा पनि नासो धरोहरको महल थियो। दलहरूले त्यसलाई अब्जेक्सन जनाएर नासो भनेकोमा सहमति जनाएका थिए। नासो भनेको चाहिँ पछि फिर्ता पाउने गरिकन जे अवस्था थियो त्यही अवस्थामा पुनस्थापित गर्ने गरिकन राखिएको भन्ने बुझिन्छ। र राज संस्थाको पुनर्स्थापना पुनः चाहिँ व्यवस्थित संविधानमा गर्ने गरिकन भन्ने सहमति 5 बुदा मध्येमा थियो। त्यो धेरै पटक धेरै नेताहरूले पनि बताउनु भएको छ, राजाबाट पनि त्यो भएको छ। अब अस्तिको पटक आन्दोलन भइरहेको अवस्थामा यस्तो विपत्तिको समयमा त्यति बेला धेरैले राजालाई उक्साएका पनि थिए। म एकदमै नजिकबाट त्यति बेला चाहिँ काम गरेको छु। यसरी अरूले उक्साएको भरमा र यसरी विपत्ति परेको बेलामा ज्यान धनको यस्तो चाहिँ भइरहेको अवस्थामा मैले चाहिँ राज्य सत्ता सञ्चालन गर्न थाल्दिन जबसम्म स्वयं दलहरू समेतले अब राजाबाट हुनुपर्छ भनेर भन्दैनन्। तर जेन्जी पुस्ताले उठाएको माग यही दलहरूले नै यही अब जो सरकार बन्ला यसैले पुरा गर्छ भने म खुसी नै हुनेछु। त्यस कारणले म अहिले हात हाल्दिन भनेर राजाबाट भनिबक्सेको। यो अत्यन्त सुझबुझपूर्ण चाहिँ भनाइ थियो। यही भनाइ 62-63 को आन्दोलनको समयमा पनि थियो र हामीले अहिले
विचार गर्नुपर्ने एउटै कुरा के हो भने तत्कालै यसरी दलहरूले एकले अर्कोलाई छिर्के लगाएर आउने जस्तो राजा आउने होइन, राजा जसरी आउने। पहिला पनि नबुझेर नेपाली जनताले देश छोड भन्दा पनि देश नछोडे बसेको, अहिले राजा आऊ देश बचाऊ भन्दाखेरि झन् छोडेर जाने कुरै भएन। अब अहिले चाहिँ राजाबाट त्यति बेला पत्रकार सम्मेलन गरेर छोडे बसेको, पत्रकार सम्मेलन गरेरै आउने गरिकनको वातावरण बन्छ सिधा। अहिले तत्काल चाहिँ राजाबाट केही चाहिँ यसमा समीक्षा, केही मीमांसा, केही छलफलहरू, केही अध्ययनहरू भइरहेको। यो क्रमले चाँडै नै मूर्त रूप प्राप्त गर्छ र नेपाली जनताकै इच्छा बमोजिम सबै दलभित्र राजा चाहिन्छ भन्नेहरू हुनुहुन्छ, दलभित्रकै नेताहरू, दलभित्रकै संलग्न रहेका कार्यकर्ता जनताहरू समेतको आह्वानमा राजाबाट एकदमै चाँडो पहल कदमी लिइबक्सन छ र बीचमा चाहिँ सरकारले पनि आफैले घोषणा गरेर छोड्ने दिन आउँदैछ। त्यसैमा मैले जोड्न चाहे स्वागत सर है, यो जुन भन्नुभयो घोषणा गरेर आउनुहुन्छ, त्यही अब कुन दस्तावेजको आधारमा रही केमा चाहिँ टेकेर चाहिँ उहाँ आउनुहुन्छ त? तपाईँले भन्नुभयो राजा जसरी आउनुहुन्छ भनेर है, त्यो के छ त नि? दस्तावेज चाहिँ अघि मैले भने द ग्रन्डम थ्योरी बमोजिम, जनताको इच्छा बमोजिम, आन्दोलनमा अभिव्यक्त जनताको भावना बमोजिम, आवश्यकताको सिद्धान्त बमोजिम। के दस्तावेजमा आधारित भएर जेलमा भएको कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर ल्याएको? चुनाव लडेर हो? होइन, सिधा लिएर आएको होइन र? अनि के दस्तावेजको आधारमा माओवादीका 83 जना प्रचण्डलाई पनि सांसद बनाएर संसदमा ल्याएको आन्दोलनपछि? अहिले जेनजीलाई संसदमा आउन चुनाव गर्नुपर्ने, प्रचण्डलाई त चुनाव नगरी आए त डाइरेक्ट, उनी सहित 83 जना। के दस्तावेजको आधारमा हो? त्यसरी नै आउने हो। आन्दोलनमा संसारभरिको नियम छ, आवश्यकताको सिद्धान्त। नेपालमा त यो नट ओन्ली द प्रिन्सिपल अफ नेसेसिटी बट इट्स इनहेरिटेड राइट एक्जिस्टेन्स। यसलाई तपाईँले डिफ्रेन्सिएट गरेर हेर्नै सक्नुहुन्न। नेपाललाई राजा बाहेक नहुँदाको स्थितिमा देश जित्दिने अवस्था आइसक्यो। हामीले इनहेरिट गर्छौँ राजाको एक्जिस्टेन्स। त्यसैले अब आउने आवश्यकताको सिद्धान्त बमोजिम हो, जनचाहना बमोजिम हो, जनचाहना अनुसारै आउने हो। नेपालमा राजालाई फिर्ता गर्नलाई जनताले क्रान्ति गरेको विश्वको एउटा मात्रै देश हो। संसारको सबै देशमा राजाले मान्छे मारेर ज्यामजुम तपाईँको चाहिँ काटेर युद्ध गरेर आउँछन्, तर नेपालमा 7 सालमा हेर्नु त जनता मध्येको एउटा नेताले राजालाई खोपीमा हालेर अनि व्यवस्था चलाउँदाखेरि जनता र राजा मिलेर त्यो व्यवस्था चलाउनेलाई चाहिँ ढालेको इतिहास हो नि त। 7 सालमा के हो? जनता र राजा मिलेर निरङ्कुश व्यवस्था चलाउने राणालाई ढालेको हो। अब अहिले पनि जनता र राजा मिलेर यी निरङ्कुश व्यवस्था चलाउने सबै दलहरूलाई ढाल्ने हो। त्यसरी आउने हो। नेपालको चाहिँ विशेष खालको छ। अहिलेलाई सबैलाई आभार व्यक्त गर्छु, धन्यवाद ज्ञापन गर्छु। धेरै धेरै धन्यवाद। आई नो धेरै मान्छेहरूलाई अझ पनि क्वेसन्सहरू थियो। हामीलाई डिएम गरिदिनु त क्वेसन्सहरू, हामी फेरि यस्तो इभेन्टहरू अर्गनाइज गर्दैछौँ। सो कसैको पनि क्वेसनहरू चाहिँ अनआन्सर्ड हुँदैन होइन। सो अहिले टाइमको कारणले होइन हामीले यो सेसन चाहिँ अब एन्ड गर्नु पर्यो। त्यसैले म धन्यवाद भन्न चाहन्छु आफ्नो बहुमूल्य समय र ज्ञान साझा गर्नुभएकोमा। हाम्रो आजको गेस्ट स्वागत नेपालजीलाई धेरै धेरै धन्यवाद। उहाँसँगको यो खुल्ला छलफललाई धेरै अर्थपूर्ण बनाउनु भएकोमा हाम्रो मोडरेटर वीरभद्रजी र हुल्फीजीलाई पनि धेरै धेरै धन्यवाद। र अन्तिममा यो प्रोग्रामलाई सफल बनाउन पर्दा पछाडि र अगाडि काम गर्ने हाम्रो एडमिन र पुरा टिमलाई पनि धेरै धेरै धन्यवाद। र प्रोग्राम हेरेर र साथ दिएकोमा तपाईँहरूको सबै दर्शकहरूलाई पनि धेरै धेरै धन्यवाद। हामी आशा गर्छौँ कि आजको यो सेसनले तपाईँहरूले केही नयाँ सोच्न र बुझ्न अवसर दियो। र अब आउने सेसनहरूमा हामी फेरि नयाँ गेस्ट ल्याउनेछौँ र नयाँ टपिकको साथ आउनेछौँ। आजको लागि बाई बाई, फेरि भेटौँला।